अघिसम्म भएको फेस कस्तो थियो, अब कस्तो हुन्छ साथीहरू? श्रीमान श्रीमती मध्येमा एकजना, म भोलिदेखि अब जीवन कसरी चलाऊँ? बच्चा, हामीले दुनियाँमा समाजमा देखेका छौँ, अभिभावक गुमाएको बच्चाको हालत कस्तो हुन्छ? वृद्ध बुवा, जो एउटा सहारा दिने छोरा थियो, एउटा छोरी थियो, एउटा बुहारी थियो, अब रहेन। बिमामा यस्तो के चिज छ जुन तपाईँ सिक्न सक्नुहुन्न? ल भन्नुहोस् त, एउटा कुरा भनिदिनुहोस् न मलाई। एउटा मात्रै कारण, एउटा मात्रै विषय भन्नुहोस् त। यो चाहिँ कुरा छ, म सिक्न सक्दिनँ, यो कुरा म जान्न सक्दिनँ भन्ने कुनै विषय छ अहिलेसम्म? हामीले जान्नुपर्ने विषय पोलिसी हो, राम्रो, धेरै राम्रोसँग जान्नुपर्ने पोलिसी हो, प्रोडक्ट हो। 95% भन्दा बढी साथीहरूलाई त कम्पनीको प्रोडक्ट एउटा भन्दा दुईटा पोलिसी भन्दा बढी थाहै छैन। जो टक्सिक पिपुलहरू हुन्छ, विषादिने विचारले भरिएको व्यक्तिहरू हुन्छ, त्यो व्यक्ति भनेको क्यान्सर भन्दा डेन्जर हो। तपाईँलाई कहिले पनि अगाडि बढ्न दिँदैन, तपाईँलाई कहिले पनि म हौसला दिँदैन, हरेक कुरा मैले समस्या देख्छ। हामी कोही पनि हार्नको लागि जन्मेका छैनौँ, हामी कसैलाई पनि हार स्वीकार छैन, हामी एक व्यक्ति जित्नको लागि जन्मेका हौँ। आज विशेष गरी आज प्रथम पटक यहाँहरू जति पनि टिओटीको यात्रा, यो जर्नी, यो चाहिँ एउटा जीवन परिवर्तनलाई केन्द्रित गरेर यहाँहरूको उच्चभन्दा उच्च लक्ष्यलाई केन्द्रित गरेर जुन हामीले यात्रा सुरु गरेका छौँ, यो यात्रामा सहभागी तमाम यहाँहरू महानुभावहरूमा हार्दिक स्वागत अनि नमस्कार गर्न चाहन्छु। र यहाँहरू सबैजनालाई हार्दिक स्वागत अनि अभिवादन। पुनः पनि मैले हार्दिक नमस्कार टक्राएँ, यहाँ सबैजनालाई हार्दिक नमस्कार टक्राएँ। अब हामी औपचारिकतिर लम्किने छौँ, औपचारिकतिर अगाडि बढ्ने छौँ। त्यसले गर्दाखेरि अब हाम्रो म्युजिकहरू अब पूर्ण रूपमा नै बन्द हुनेछ। यहाँहरू जतिजना जोइन भइसक्नु भएको छ, कृपया म सानो अनुरोध गर्छु, यहाँहरू सबैजनाले आफ्नो भिडियो अन गरेर बस्नु होला। हामी आजको यो फर्स्ट सेसन, फर्स्ट दिनलाई ढिला नगरिकन चाँडोभन्दा चाँडो सुरुवात गर्ने प्रयासमा छु। आज कार्यक्रमको प्रथम दिन म सबैजनालाई अनुरोध गर्छु, हामी लिमिटेड पर्सनहरू जोइन भएका छौँ, जसले उन्नति र प्रगति चाहेका छौँ, उन्नति र प्रगति चाहने व्यक्तिहरू हामी यहाँनिर जोइन छौँ। आज यतिजना मात्रै जोइन भए, यतिजना चाहिँ जोइन भएनन् र यति थोरै मान्छे मात्रै किन होला यहाँनिर भनेर यहाँहरू चिन्तित नभइदिनु होला, किनभने तपाईँको लागि जोइन हुनुभएको छ, म मेरो लागि जोइन भएको छु। हामी सबैजना एक व्यक्ति आफ्नो लागि जोइन भएका छौँ, हामी कसैको बदलामा जोइन भएका छैनौँ। तपाईँले सिकेर गएर कसैलाई सिकाउनुहुन्न, तपाईँ आफ्नो लागि काम गर्नुहुन्छ। तपाईँ हरेक व्यक्ति यहाँ आफ्नो लागि आएका छौँ, जसले गर्दाखेरि चाहिँ जतिजनाले यो यात्रालाई अगाडि बढाउनुपर्छ, यो यात्रा सक्सेसको यात्रा हामीले सुरु गर्नुपर्छ भनेर हामीले जतिजनाले सोच्यौँ, त्यो सोचको कारण यहाँहरू आज यहाँ हामी मेरो साथमा हुनुहुन्छ। र जतिजना जसले चाहिँ नेगेटिभ रूपमा लिनुभयो अथवा यसलाई चाहिँ पोजिटिभ रूपमा लिनु भएन अथवा यसलाई सक्सेसको रूपमा लिनु भएन, यो चाहिँ उहाँहरूको व्यक्तिगत कारण, उहाँहरूको व्यक्तिगत सोच, उहाँहरूको चाहिँ व्यक्तिगत विचारको कारणले गर्दाखेरि यहाँ आज हुनुहुन्न। त्यसले गर्दाखेरि यहाँहरू जति पनि यहाँनिर पार्टिसिपेट हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत गर्दै म आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। एकचोटि सबैजनालाई एकअर्कामा हार्दिक नमस्कार गरिदिनु होला। यहाँले एकअर्कामा चाहिँ स्वागत गरिदिनु होला र अभिवादन गर्नु होला। र सबै, किनभने हामी धेरै ठाउँबाट, धेरै कम्पनीहरू हामी यहाँ जोइन छौँ। अब रत्ति पनि ढिलो नगरिकन यहाँहरू जति पनि कार्यक्रममा सहभागी हुनुहुन्छ, जति पनि पार्टिसिपेटहरू यहाँनिर सहभागी हुनु भएको छ, यहाँहरू सबैजना चाहिँ टिओटी एचिभर हुनुहुन्छ। यहाँहरू सबैजना टिओटी एचिभर हुनुहुन्छ, किनभने जसले म टिओटी एचिभ गर्छु भनेर संकल्प गरेर यो कार्यक्रममा जोइन गर्नु भएको छ, यहाँहरू अलरेडी टिओटी एचिभ गरिसक्नु भएको छ। जसले चाहिँ म यो यात्रामा सफल हुन सक्छु, यो यात्रामा म सफलता प्राप्त गर्नुपर्छ, यो यात्रा चाहिँ मेरो लागि हो, यो टिओटी मेरै लागि बनेको हो भनेर जसले कल्पना गरेर, सोच गरेर, संकल्प गरेर यहाँहरू जोडिनु भएको छ, यो कार्यक्रमले यहाँहरूलाई टिओटीको लक्ष्य पुर्याइसकेको छ। यहाँहरूले आजदेखि एउटा कुरा राख्नु पर्यो मस्तिष्कमा, सदैव एउटा साझा कुरा, यसलाई छाप बनाउनु पर्यो। जसो गरी चाहिँ हामीले छाप बनाउँछौँ, त्यो छाप यहाँहरूले बनाउनु पर्यो कि म टिओटी एचिभर हुँ, म टिओटी एचिभर हुँ, म टिओटी एचिभर हुँ। र यहाँहरूलाई यो सुरुवातको क्रममा सानो अनुरोध गरौँ, यो अघिल्लो हाम्रो चाहिँ फर्स्ट जुन ओरिएन्टेसन क्लास थियो, ओरिएन्टेसन क्लासमा हामीले एउटा नमिठो घटना बेहोर्नु परेको छ। यहाँहरूले यो कार्यक्रममा हामीले देशभरिका साथीहरू जोडिएर हेरिरहेका छौँ। लमजुङदेखि, नवलपरासीदेखि, भैरवादेखि, ताप्लेजुङदेखि, विभिन्न ठाउँ, उदयपुर, कटारीदेखि, यहाँ विभिन्न ठाउँबाट चाहिँ काठमाडौँ, ललितपुर, भक्तपुरदेखि लिएर यहाँ सिरा सप्तरीबाट देशभरिका साथीहरू, मोरङबाट विभिन्न ठाउँहरूबाट चाहिँ जोडिएर यो कार्यक्रममा सहभागी हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीले एक अर्कालाई देशभरिबाट हेरिरहेका छौँ र यो देशभरिबाट हेरिरहेको कार्यक्रममा चाहिँ जुन तपाईँ पार्टिसिपेट हुँदै हुनुहुन्छ, यहाँलाई चिनाउनका निम्ति यहाँले आफूलाई मर्यादित हिसाबले पोसाकदेखि लिएर, यहाँहरूको बोली वचनदेखि लिएर लेखाइमा पनि राम्रो शुद्ध शब्दहरू, स्पष्ट शब्दहरू र मर्यादित शब्दहरू प्रयोग गरिदिनु भयो भने यहाँ
यहाँहरूको गरिमा बढ्नेछ र यो कार्यक्रमको पनि गरिमा बढ्नेछ भन्ने मैले विश्वास लिएको छु। यो कुरामा रेडी हुनुहुन्छ? सहमत हुनुहुन्छ भने एकचोटि थम्ब दिनुहोस् त। थम्ब दिनुहोस् त एकचोटि। हेरौँ यहाँहरूको पनि जोस र जाँगर हेर्नुहोस् त। हेरौँ त एकचोटि। र सर्वप्रथम चाहिँ आजको कार्यक्रमलाई सुरुवात गर्नुभन्दा पहिले म आजको कार्यक्रमको फर्स्ट चरणमा चाहिँ ग्रेटिट्युड गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। धन्यवाद छ ती माता-पिता जसले यहाँहरू जस्तो होनहार लिडरहरू जन्म दिनुभयो, जसले यहाँहरू जस्तो छोरा-छोरीहरू जन्म दिनुभयो, जसले चाहिँ यहाँहरू जस्तो हिराका टुक्रालाई जन्म दिनुभयो, ती माता-पितालाई मेरो अन्तरआत्मादेखि नै धन्यवाद छ। यहाँहरूले पनि आफ्नो माता-पितालाई धन्यवाद दिनुहोला। र धन्यवाद ईश्वर जसले चाहिँ हाम्रो रक्षाको निम्ति, हाम्रो चाहिँ हरेक क्रियाकलापको निम्ति, हाम्रो चाहिँ हरेक ब्याकग्राउन्डमा बसेर हाम्रो हरेक क्रियाकलापमा चाहिँ सहायता गर्नुहुने हाम्रो अदृश्य शक्ति छ, त्यो शक्तिको निम्ति पनि धन्यवाद धन्यवाद छ। र साथै धन्यवाद छ हाम्रो गुरुजनहरू जसले हाम्रो उन्नति र प्रगतिको निम्ति सधैँ आशीर्वाद दिनुहुन्छ र हाम्रो जो कमी कमजोरी पहिल्याउनुहुन्छ, औल्याउनुहुन्छ र हामीलाई सुदृढ गरेर उहाँले अगाडि बढाउने चाहिँ पहल गर्नुहुन्छ। त्यसले गर्दा उहाँ गुरुजनहरू, महान गुरुजनहरूलाई हामी त सादा कागज थियौँ, एउटा फोटोकपी पेपर जस्तो थियौँ, काँचो माटो जस्तो थियौँ। उहाँहरूले पकाएर पोलेर चेपेर हरेक साँचाहरूमा राखेर उहाँहरूले हामीलाई चाहिँ एकदम सक्षम बनाउनु भएको छ। ती महान गुरुजनहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र धन्यवाद दिन्छौँ ती ब्रान्च म्यानेजरहरू जसले चाहिँ हामीलाई सधैँ डोर्याउनुहुन्छ, जसले हामीलाई सधैँ हौसला दिनुहुन्छ, जसले हामीलाई तपाईँ उन्नति गर्नुपर्छ, तपाईँ प्रगति गर्नुपर्छ, तपाईँ चाहिँ अगाडि बढ्नुपर्छ भनेर सधैँ हौसला दिनुहुन्छ। त्यो ब्रान्च म्यानेजरलाई पनि म यहाँबाट एकदम नमन गर्न चाहन्छु, हृदयदेखि मेरो नमन छ। मैले हिजो पनि भने उहाँहरूले प्राप्त गर्नुभएको तलब सेवा सुविधाले उहाँको घर चलेको छ कि छैन त्यो कुराको कुनै प्रभाव नराखिकन तपाईँको उन्नति र प्रगतिको निम्ति चाहिँ उहाँहरूले सधैँ मेहनत गर्नुहुन्छ, सधैँ सङ्कल्प गर्नुहुन्छ, सधैँ दुःख गर्नुहुन्छ, सधैँ हावा हुरी पानी बतास झरी अँध्यारो दिउँसो घाम केही पनि नभनिकन चाहिँ मेहनत गर्नुहुन्छ। ती महान ती हृदय बोकेका हस्तीहरूको निम्ति चाहिँ यहाँहरूले पनि धन्यवाद दिनुहोला र मैले पनि यहाँबाट यहाँको ब्रान्च म्यानेजरहरूलाई धन्यवाद छ यहाँहरूलाई जसले चाहिँ आफ्नो सङ्कल्प, आफ्नो चाहिँ उद्देश्य, आफ्नो चाहिँ एउटा म अगाडि बढ्नुपर्छ भन्ने सशक्त शक्तिका साथ यहाँहरूले जोस र हौसलाका साथ यहाँहरूले चाहिँ जोस र एउटा ऊर्जाका साथ यहाँले जोडिनु भएको छ। यो कार्यक्रमबाट चाहिँ म केही न केही सिक्छु र केही न केही प्राप्त गर्छु, कुनै न कुनै स्टेपमा म पुग्छु भनेर चाहिँ यहाँहरूले सङ्कल्प गर्नु भएको छ। यो सङ्कल्प पक्कै पनि पुरा हुन्छ र यो सङ्कल्पको लागि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूलाई अब ढिलो नगरिकन म आजको विषयवस्तुतर्फ सुरुवात गर्नेछु। आज हामी जति पनि यो समय, थोरै समय हामी यहाँ सदुपयोग गर्नेछौँ, यो समयको बिचमा सकेसम्म जति सक्दो जति पनि विषयवस्तुहरूलाई समेटेर म यहाँहरूको थट्सलाई, यहाँहरूको सोचलाई, यहाँहरूको विचारलाई परिवर्तन गर्नका निम्ति मेरो आज सिलेबस रहनेछ। यहाँहरूको सोच, यहाँको जुन मानसिकताले हिजोसम्म बाँचिरहनु भएको छ, आजभन्दा 5 मिनट अगाडिसम्म पनि जुन खालको मानसिकताले यहाँ बाँचिरहनु भएको छ, जुन खालको विचारले यहाँ बाँचिरहनु भएको छ, हिँडिरहनु भएको छ, काम गरिरहनु भएको छ, त्यो विचारलाई परिवर्तन गर्नको निम्ति आज मेरो सशक्त रूपमा मेरो एनर्जी प्रयोग हुनेछ। जसले गर्दाखेरि यहाँहरूलाई आजको यो विषयवस्तु एकदम बढीभन्दा बढी सशक्त साबित हुनेछ भन्ने मैले अपेक्षा लिएको छु। र आजको यो कार्यक्रमलाई सुरुवात गर्नुभन्दा पहिले म एउटा सानो घटनाबाट सुरु गर्न चाहन्छु। एक पटकको कथा हो जुन ठाउँमा चाहिँ एकजना कुमालीले एक पटक माटोको चिलिम बनाउँदै थियो। यो कहानी यहाँहरूले धेरै पटक सुनिसक्नु भएको होला, फेरि पनि यहाँहरूको लागि म यो कहानी रिपिट गर्दैछु। माटोको चिलिम बनाउँदै थियो। किन त भन्दाखेरि चिलिम यो सुर्तीजन्य पदार्थ चाहिँ धेरैजनाले सेवन गर्ने र यो सेवन गर्दाखेरि यो चिलिम चाहिँ धेरै बिक्री हुने सम्भावना देखेर कुमाले एकजना माटोको पटर जुन क्लेबाट चाहिँ विभिन्न सामग्री बनाउने माटो पटर हुनुहुन्छ, उहाँले चाहिँ चिलिम बनाउँदै हुनुहुन्छ। उहाँको श्रीमती छेउमा आउनुभयो र उहाँलाई सोध्नुभयो, श्रीमान महोदय तपाईँ के बनाउँदै हुनुहुन्छ? श्रीमतीजी म चिलिम बनाउँदैछु, किनभने तमाखु धेरैजनाले प्रयोग गर्नुहुन्छ, सुर्तीजन्य पदार्थ धेरैजनाले प्रयोग गर्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ यो चिलिम धेरै बिक्री हुन्छ भनेर चाहिँ मलाई लाग्यो र यो चिलिम म बनाउँदैछु भनेर चाहिँ भन्नुभयो। भनिसकेपछि अनिखेर श्रीमतीले के भन्नुभयो भनेदेखि तपाईँ किन चिलिम बनाउनुहुन्छ? त्यसको सट्टामा चाहिँ एउटा माटोको घैला बनाउनुहोस् न, सुराही बनाउनुहोस् न। अचेल धेरै गर्मी छ, माटोको घैलामा पानी राख्दाखेरि यो चिसो भएर बसिरहन्छ, ठन्डा भएर बसिरहन्छ, यो पनि त धेरै बिग्न सक्छ नि भनेर चाहिँ श्रीमतीले भनिसकेपछि श्रीमानले ओहो हो त नि, साँच्ची नै यो पनि त सही कुरा हो, अझै बढी दाममा बिक्छ, ठुलो सामग्री बिक्छ भनेर चाहिँ उसले सोच बनायो र उसले चाहिँ यो चिलिम बनाउँदै गरेको माटोलाई फेरि काचा कुचुक बनाएर उसले चाहिँ सुराही बनाउन थाल्यो, घैला बनाउन थाल्यो। माटोलाई अचम्म लाग्यो र उसले सोध्यो, हे महोदय तपाईँ एकछिन अगाडिसम्म मलाई चाहिँ चिलिम बनाउँदै हुनुहुन्थ्यो, अब किन मलाई फेरि अर्को रूप दिँदै हुनुहुन्छ? ती महोदयले के भन्यो, मेरो विचार बदलियो भनेर भने। ती माटोले के भन्यो भनेदेखि तपाईँको त विचार बदलियो महोदय, मेरो त जिन्दगी बदलियो। किनभने यदि तपाईँले चिलिम बनाउनु भएको भएदेखि जीवनभर म आफू पनि आगोमा डढ्नु पर्थ्यो र
दुनियाँलाई म डराएर बस्ने, तपाईले आज तपाईको सानो विचार बदलिएकोले गर्दाखेरि मेरो जीवन नै बदल्यो महोदय भनेर चाहिँ माटोले उसलाई उत्तर दियो। साँच्चै नै महोदयहरू, सर अनि म्याडमहरू जति पनि आज हौसला बोकेर जोश र जाँगरका साथ यो कार्यक्रम पार्टिसिपेट हुनुहुन्छ, यो पार्टिसिपेसनले यहाँहरूको विचार बदल्ने नै छ। विचार मात्रै बदलिने छैन महोदयहरू, यहाँहरूको जीवन बदलिने छ। यहाँहरू यो 2 घण्टा एकदम मस्तसँग धैर्य धारण गरेर बस्नु होला, नआत्तिनु होला र नछटपटिनु होला। र यहाँहरूले मैले अघि नै अनुरोध गरिसकेको छु, यहाँहरूले केही लेख्नु पर्ने, नोट बनाउनु पर्ने विषयवस्तुहरू हुन सक्छ। यो नोट बनाउनु पर्ने विषयवस्तुहरूमा आफूलाई आवश्यक पर्ने लेख्ने सामग्रीहरू लिएर बस्नु। यो कार्यक्रम सुरुवात गर्दै गर्दा, यो कहानी पश्चात यो कार्यक्रम सुरुवात गर्दै गर्दा हामी बीमा कर्मी, हामी इन्स्योरेन्स कर्मी, हामी बीमाको झण्डा फहराउने मान्छे, हामी बीमाको उद्योगलाई अगाडि बढाउने मान्छे, म बीमाको पोलिसी पढाउनेवाला छैन। आज यहाँहरू धेरैजना धेरै कम्पनीबाट जोइन हुनुहुन्छ, कोही सूर्य लाइफबाट हुनुहुन्छ, कोही आइएमई लाइफबाट हुन्छ, कोही डडेलधुराबाट पनि जोडिनु भएको छ, कोही कुन ठाउँबाट जोडिनु भएको छ, धेरै ठाउँबाट पार्टिसिपेटहरू हुनुहुन्छ। र यसरी जोडिने गर्दाखेरि यहाँहरूले चाहिँ यसरी जोडिने गर्दाखेरि धेरै कम्पनीको धेरै किसिमका पोलिसीहरू होलान्। ती पोलिसी मलाई थाहा नहुन सक्छ, तर पोलिसी कसरी कन्भिन्स गर्ने भन्ने सिद्धान्त चाहिँ एउटै हुनु। यहाँहरूले आजसम्म पोलिसी कसरी कन्भिन्स गर्नु भएको छ? म यो आज यो 10-15 मिनट चाहिँ पोलिसी कन्भिन्सिङको विषयमा, पोलिसीको महत्व के हो, कुन पोलिसी कसरी सेल गर्ने, कुन पोलिसी, कुन बच्चाको पोलिसीले कसरी कन्भिन्स गर्दाखेरि ऊ इफेक्टिभ हुन सक्छ, वास्तवमा पोलिसी किन चाहिन्छ, इन्स्योरेन्स कसरी गर्ने, यी विविध विषयहरूमा 15-20 मिनट चाहिँ म बोल्नेछु। यहाँहरूलाई केही फिगरहरू पनि देखाउनेछु, यहाँहरूलाई केही तथ्याङ्कहरू, तरिकाहरू बताउनेछु जुन यहाँहरूले आजसम्म प्रयोग गर्नु भएको र यहाँहरूले आजदेखि उतातिर प्रयोग गर्ने आइडियाहरू केही न केही चेन्ज हुन सकोस्, मेरो यो प्रयास रहनेछ। आजसम्म हामीले पोलिसी कसरी बेचिरहेका छौँ? जति पनि पोलिसी सेल भइरहेको छ, फोर्सली सेल भइरहेको छ, जबरजस्ती सेल भइरहेको छ। दाजु मेरो लागि एउटा बिमा गरिदिनुहोस् न, मेरो टार्गेट पुगेन, तपाईँको त छोरा जन्मिसक्यो त, लु न एउटा बिमा गरिदिनुहोस्। छोराको लागि बिमा किन चाहिन्छ त्यतातिर हामी ध्यान दिइरहेका छैनौँ। छोराको बिमा, छोरा जन्मेको छ त्यो कारणले गर्दा बिमा गर्नुहोस्, म तपाईँको नातेदार हुँ त्यो कारणले बिमा गर्नुहोस्। यी विविध यस्ता खालको विषयवस्तुले हामी प्रस्तुत गरेर चाहिँ बिमा बेचिरहेका छौँ, जबरजस्ती बेचिरहेका छौँ, फोर्सली बेचिरहेका छौँ, जुन मान्छे कन्भिन्स नहुँदै पनि हेत्री यो मान्छेले दिक्कै लगाए लु न एउटा मरोस् भनेर चाहिँ यो तरिकाले पोलिसी लिइरहनु भएको छ आजसम्म। यो कुरामा सहमत हुनुहुन्छ भने यस लेख्नुहोस् त। यो कुरामा सहमत हुनुहुन्छ भने यस लेख्नुहोस् त। हामीले जुन तरिकाले पोलिसी बेच्नु पर्ने त्यो तरिकाले पोलिसी बेचिरहेका छौँ, हामी जबरजस्ती पोलिसी बेचिरहेका छौँ। यसमा मैले केही अपनाउने गरेको केही तथ्यहरू छ, त्यो तथ्यहरू यहाँहरूको माझ म सेयर गर्नेछु। मैले अपनाउने गरेको तथ्य के हो भनेदेखि, पहिलो कुरा चाहिँ मान्छेलाई, जो कोहीलाई पनि हामी कसरी सेल्स गर्ने भन्ने विषयमा हाम्रो सेल्सको टपिक्स नै छुट्टै छ। नयाँ मान्छेलाई भेट्ने बित्तिकै कसरी बिमाको एप्रोच गर्ने भन्ने विषयमा हाम्रो त्यो टपिक्स नै छुट्टै छ। आज एउटा बिमाको कुरा गरेर कोही पनि नयाँ मान्छे अथवा चिन्जानको मान्छे अथवा नाताको मान्छे, नाताभन्दा बाहिरको मान्छे, ती मान्छेहरूलाई भेटेर बिमाको कुरा सुरु गरिसकेपछि उहाँलाई हामीले कसरी सबभन्दा सुरुमा एप्रोच गर्न सक्छौँ भन्ने विषयमा म थोरै सबभन्दा सुरुमा यहाँहरूलाई एउटा प्रेजेन्टेसन देखाउन चाहन्छु। मैले प्रयोग गर्ने गरेको एउटा विधि हो, उहाँहरूलाई यो कुरा चाहिँ तपाईँको हातमा छ है, तपाईँको डिसिजनमा छ, तपाईँले यसरी छान्न पाउनुहुन्छ भनेर यो उहाँहरूको हातमा छोडिदिने गरेको छु। यो पहिलो कुरा हो, हामी कसरी पोलिसी लिन सक्छौँ, तपाईँ कसरी पोलिसी लिन सक्नुहुन्छ, तपाईँ चाहिँ कसरी बिमाको पोलिसी चाहिँ तपाईँ कसरी किन्न सक्नुहुन्छ, क्यान गेट लाइफ इन्सुरेन्स पोलिसी भनेर चाहिँ मैले बताउने गरेको छु। यो उहाँहरूलाई फ्रिडम छोडेको छु। धेरैजना साथीहरू जो पोलिसी प्रिमियम तिर्न, अफिसमा प्रिमियम तिर्न आउँदाखेरि पनि अफिसको टेबलमा बसेर मलाई नयाँ पोलिसीको बारेमा एकचोटि बताइदिनुहोस् न भन्दाखेरि मैले यो चिज चाहिँ तपाईँको हातमा छ, योभन्दा बाहेक चाहिँ हामीले बताउँछौँ भनेर मैले यो सेयर गर्ने गरेँ। यो इफेक्टिभ भएको छ, यो मेथड, यो विधि एकदमै इफेक्टिभ भएको छ। त्यसमध्येमा हामीले कतिपय समय के गर्छौँ भनेदेखि यो पोलिसी नै सबैभन्दा चाहिँ मेजर हो, यो पोलिसी नै, योभन्दा अरू विकल्प नै छैन, योभन्दा अरू पोलिसी कुनै यही पोलिसी एउटा भनेर कति मान्छेहरूलाई जबरजस्ती पनि गर्ने गरेको हामीले पाएका छौँ। यो गर्नुभन्दा उहाँहरूलाई केही अप्सनहरू, फ्रिडम छोड्यो भने त्यो इफेक्टिभ हुने हामीले देखेँ। मैले यो प्र्याक्टिकली देखेको, जसले गर्दाखेरि एउटा सबैभन्दा सुरुमा समय अवधि तपाईँ आफैले छान्न पाउनुहुन्छ। 3टा कुरा तपाईँको हातमा हुन्छ भनेर मैले सधैँ छोडिदिने गरेको छु। त्यो मध्येमा एउटा कुरा हो समय अवधि। सबैजना मान्छेको एउटै समय सीमा चाहिँ, समय अवधि चाहिँ त्यो फिट नखान सक्छ। कसैलाई 10 वर्ष ठिक होला, कसैलाई 15 वर्ष ठिक होला, कसैलाई 20 वर्ष ठिक होला, कसैलाई 25 वर्ष ठिक होला, कसैलाई 5 वर्ष ठिक होला, कसैलाई 7 वर्ष ठिक होला। उहाँहरूको आवश्यकता अनुसार हामीले केही सल्लाह दिन सक्छौँ, केही आइडिया दिन सक्छौँ। यो तरिकाले चाहिँ तपाईँले समय छान्न सक्नुहुन्छ। तपाईँको यति समयभित्र चाहिँ यहाँहरूलाई पैसा चाहिने हिसाबले, निस्किने हिसाबले चाहिँ यो पोलिसी छान्न सक्नुहुन्छ अथवा समय सीमा छान्न सक्नुहुन्छ भने हामीले फ्रिडम छोडिदिनु पर्छ। मैले त्यसरी छोडिदिँदाखेरि अत्यन्तै त्यो प्रभावकारी बन्न पुगेको छ। अर्को एमाउन्ट। साथीहरू, एमाउन्टको विषयमा यस्तो रमाइलो कहानी छ। यो एमाउन्टको विषयमा हामीले प्रयोग गर्ने गरेको शब्दावलीहरू बडो रोचक शब्दावलीहरू छन्।
जसले चाहिँ हामीलाई के आवश्यकता छ, कति प्रिमियम आवश्यकता छ, त्यो हिसाबले बिमितहरूलाई कतिपय हामी हुर्क पार्ने गरेका छौँ, कतिपय दिक्क लगाउने गरेका छौँ। त्यसरी पोलिसी सेल गर्दाखेरि कहिलेकाहीँ के हुन्छ, पोलिसी क्लोज हुने, सरेन्डर हुने, ल्याप्स हुने, पोलिसी बिग्रिने एकदम म्याक्सिमम चान्स हुन्छ। यहाँहरूको यसरी पोलिसी बिग्रेको छ कि छैन मलाई अलिक थोरै बताउनुहोस् त। यहाँहरूको यसरी पोलिसी बिग्रेको छ कि छैन थोरै बताउनुहोस् त मलाई, है? कहिलेकाहीँ चाहिँ उहाँहरूको आर्थिक स्थितिलाई मूल्याङ्कन नगरिकन, उहाँहरूको आर्थिक स्थितिलाई चाहिँ छलफल नगरिकन तपाईँको मैले प्रयोग गर्ने गरेको विधि म यहाँहरूलाई बताउन चाहन्छु। मैले प्रयोग गर्ने गरेको विधि, तपाईँ दुईटा तरिकाले आर्थिक कति एमाउन्टको पोलिसी लिने भनेर तपाईँ छान्न सक्नुहुन्छ। एउटा तरिका, नम्बर 1 मेथड, तपाईँको वार्षिक इन्कमको आधारमा तपाईँ वर्षमा कति कमाइरहनु भएको छ र त्यो कमाएको मध्येमा आफ्नो आवश्यक खर्च कटाएर कति बचाउन सक्नुहुन्छ। उहाँहरूको इन्कम सोधेर तपाईँ महिनामा 25,000 छ कि 30,000 छ कि 40,000 छ कि 50,000 छ कि 1 लाख छ कि 10 लाख छ कि त्यो हिसाबले कोही 10-15 हजार मात्रै कमाइरहनु भएको छ कि त्यो हिसाबले उहाँहरूको आवश्यकता अनुसारको एमाउन्ट सोधेर, उहाँहरूको इन्कम सोधेर अनि कति पोलिसीको तपाईँ पोलिसी लिँदाखेरि तपाईँलाई फिट हुन्छ भन्ने हिसाबले मैले सल्लाह दिने गरेको छु। एउटा, यदि राम्रो इन्कम गरिरहनु भएको छ भनेदेखि तपाईँको आवश्यकता के हो त? तपाईँको छोराछोरी पढ्दै होला, अथवा तपाईँको 10 वर्ष पछाडि जागिर सकिँदै होला, अथवा तपाईँको 10 वर्ष पछाडि घर बनाउने एउटा राम्रो प्लान होला, अथवा तपाईँको 10 वर्ष पछाडि कुनै एउटा सवारी साधन, ठुलो राम्रो सवारी साधन जोड्ने प्लान होला, त्यतिखेर तपाईँलाई पैसा चाहिन सक्छ। त्यो हिसाबले त्यो आवश्यकता अनुसार मलाई यति पैसा चाहियो। मानव 10 वर्षमा मलाई 1 करोड रुपियाँ चाहियो। 10 वर्षमा मलाई 1 करोड रुपियाँ लिनको लागि कतिको पोलिसी गर्नुपर्छ त? त्यसको लागि कति प्रिमियम तिर्नुपर्छ मैले? त्यसरी पनि तपाईँ पोलिसी छान्न सक्नुहुन्छ, एमाउन्ट छान्न सक्नुहुन्छ भनेर मैले फ्रिडम छोडिदिने गरेको छु। इन्कम कति पर्सेन्ट चाहिँ सम्मको इन्स्योरेन्स लिँदा ठिक हुन्छ भन्नुभएको छ। इन्कम सेभिङमा 15% भनेर छुट्याउने गरिन्छ। फाइनान्सियल म्यानेजमेन्टको हिसाबले चाहिँ सेभिङ, अलराउन्डर सबै खर्च 85% चाहिँ विभिन्न शीर्षकमा खर्च छुट्याएर 15% चाहिँ सेभिङ गर्नुपर्छ भन्ने फाइनान्सियल म्यानेजमेन्टको सिद्धान्त छ। त्यो अनुसार गर्दाखेरि त्यो पोलिसी बिग्रिँदैन। हामीलाई धेरै प्रिमियम चाहिएको छ, हामीलाई महिनाको वर्षको लाख रुपियाँ तिर्ने, वर्षको 3 लाख रुपियाँ तिर्ने, वर्षको 5 लाख रुपियाँ तिर्ने खालको प्रिमियम चाहिएको छ। तर त्यो चाहियो भन्ने बित्तिकै नसक्ने मान्छेलाई चाहिँ जबरजस्ती एकचोटि गर्न लगायौँ भनेदेखि उसले दोस्रो वर्ष किस्तै तिर्न नसक्ने अवस्था हुन सक्छ। जसले गर्दाखेरि त्यो अवस्थामा चाहिँ उहाँको इन्कम कति छ, उहाँको घर परिवारमा अन्य सदस्यको इन्कम कति छ, त्यसको बेसमा उहाँलाई प्रिमियम हामीले सल्लाह दियौँ भने हामी गुड फाइनान्सियल एडभाइजर हुन्छौँ। हामी बिमा अभिकर्ता मात्रै होइन, हामी फाइनान्सियल एडभाइजर हौँ। धेरै साथीहरूले अहिले नयाँ शब्द लेख्ने गर्नु भएको छ, फाइनान्सियल डक्टर भनेर लेख्ने गर्नु भएको छ। हामीले दिएको सल्लाह उहाँहरूको लागि प्रभावकारी हुनुपर्छ। हामीले दिएको सल्लाह उहाँको लागि त्यो फिट हुनुपर्छ। हामीले दिएको सल्लाह उहाँको लागि चाहिँ त्यो नबिग्रिने टाइपको हुनुपर्छ। बरु सम्भव भयो भनेदेखि 5 महिना 6 महिनाको ग्याप गरेर अन्य सदस्यको पोलिसी फेरि माग्न सक्छौँ। यदि हामीले राइट तरिकाले उहाँहरूलाई पोलिसी सजेस्ट गर्यौँ भनेदेखि त्यो घर परिवार सबैको पोलिसी आउँछ। यदि हामीले जबरजस्ती कुनै प्रभावमा पारेर, कुनै चाहिँ प्रेसरमा पारेर, कुनै चाहिँ हामीले आफैले कतिपय ठाउँमा त हामी आफैले पैसा हालिदिएर पनि गर्ने गरेका छौँ कि छैन एकचोटि भन्नुहोस् त? हामी आफैले पनि पैसा लगाइदिएर गर्ने गरेका छौँ। हामी आफैले पैसा लगाउँदाखेरि के हुन्छ, हाम्रो अनुमानले पैसा लगाउँछौँ। यति त यो मान्छेले तिरिहाल्छ नि भन्ने हिसाबले हाम्रो अनुमानमा हामी पैसा लगाइदिन्छौँ। कहिलेकाहीँ धेरैजना साथीहरूको यस्तो पीडा देखेको छु, हामीले लगाइदिएको पैसा त्यो उठेकै छैन अहिलेसम्म। यस्तो तपाईँहरूसँग भएको छ कि छैन भन्नुहोस् त? धेरै पटक छ। कहिलेकाहीँ के हुन्छ, हामीसँग हाम्रो लागि हाम्रो लक्ष्यहरू एचिभ गर्नको लागि हामीले धेरै पैसाहरू कहिलेकाहीँ इन्भेस्ट गर्नुपर्ने स्थिति आउन सक्छ। ल तपाईँलाई म सापटी लगाइराखिदिन्छु, पछि तपाईँ दिनु होला नि त, 2 महिना 4 महिना 5 महिनामा दिनु होला भनेर चाहिँ हामीले धेरैजना मान्छेलाई त्यसरी सापटी लगाइदिने गर्छ। त्यसरी सापटी लगाउँदाखेरि राम्रै हुन्छ हुन त। त्यो व्यक्तिको पनि जीवन बिमा सुरु भयो, उहाँको परिवारको लागि आर्थिक सुरक्षा सुरु भयो र हाम्रो पनि आफ्नो लक्ष्यमा चाहिँ त्यसले एउटा उचाइ पुर्यायो र लगानी गरेको एमाउन्टले थोरै भए पनि हामीलाई अलिकति बढी इन्कम दियो। तर त्यसो गर्दै गर्दाखेरि हाम्रो अनुमान र त्यो मान्छेको चाहिँ क्षमता नमिल्न सक्छ, कहिलेकाहीँ म्याच नखान सक्छ। जसले गर्दा पोलिसी बिग्रेको धेरैवटा घटनाहरू छ। धेरै साथीहरूको पैसा उठेको छैन अहिलेसम्म। 3 वर्ष 4 वर्ष 5 वर्ष भयो, एक किस्ता भन्दा उसले थप्न पनि सक्दैन, पुरानो पैसा रिटर्न पनि गर्न सक्दैन। त्यो के कारण हो त भन्दाखेरि हामीले दिएको पोलिसी सजेसन, जुन एमाउन्टको सजेसन छ, त्यो सजेसन म्याचिङ नखाएको कारण चाहिँ, त्यो म्याच नखाएको, मेल नखाएको कारण चाहिँ
त्यो पोलिसीहरू बिग्रिन्छ। कहिलेकाहीँ समय अवधिको हिसाबमा पनि कहिलेकाहीँ हामी जबरजस्ती गर्ने गरेका छौँ। सर तपाईँको लागि यति ठिक छ भने हाम्रो आफ्नो सल्लाह दिने गरेका छौँ। हामीले सजेसन, हामी के हो त, हामी सजेस्टर हौँ, हामी इन्भेस्टर होइनौँ। हामी सजेसन दिने मान्छे, हामी फाइनान्सियल सजेस्ट दिने मान्छे हौँ, हामी काउन्सिलर हौँ। सेल्सम्यान दुई खालको हुन्छ। हामी सेल्सम्यान हौँ, हामी इन्सुरेन्स सेल गर्छौँ, तर सेल्सम्यान दुई खालको हुन्छ। सेल्सम्यान एउटा हुन्छ सेल्सम्यान र एउटा हुन्छ सेल्स काउन्सिलर। हामी सेल्स काउन्सिलर हौँ, हामी काउन्सिल गर्छौँ, हामीलाई उहाँलाई हामीसँग भएको पोलिसीको बारेमा चाहिँ स्पष्ट पार्छौँ र उहाँहरूलाई चुज गर्ने अप्सन दिन्छौँ र त्यो पोलिसी उहाँले लिइसकेपछि त्यो पोलिसीको म्याद अवधि नसकुन्जेलसम्म उहाँसँग हामी टचमा बस्छौँ। त्यसले गर्दा हामी के हो त, हामी सेल्स काउन्सिलर हौँ। सेल्सम्यानले के गर्छ, सेल्सम्यानले एउटा यो मग बेच्नु छ, यो मग एकचोटि बेचिसकेपछि त्यो मगमा यो टुटोस् फुटोस् त्यो उसले त्यो केही पनि जिम्मेवारी लिँदैन। तर सेल्स काउन्सिलरले के गर्छ, त्यो पोलिसी नसकुन्जेलसम्म चाहिँ उसको चाहिँ त्यो जिम्मेवारी रहन्छ, सल्लाह दिने, भोलि लोन चाहिएला, भोलि विभिन्न खालका चाहिँ सर्भिसहरू चाहिएला, त्यो सर्भिससँग ऊ जिम्मेवारी हुनुपर्छ। त्यसले गर्दाखेरि हामी सेल्स काउन्सिलर हौँ, हामीले उहाँहरूको आवश्यकतालाई राम्रोसँग महसुस गरेर पोलिसी सजेस्ट गर्न जरुरी छ। हामीले हाम्रो सामुन्नेमा भएको मान्छेको साइकोलोजी बुझेर उसलाई समय अवधि, रकम र प्लान, अर्को विषय छ प्लान, पोलिसीको प्लान चाहिँ हामीले उहाँहरूलाई छान्न दिनुपर्छ। एउटा सामान्य साडीको व्यापार गर्ने मान्छे, कपडाको व्यापार गर्ने मान्छेले त के गर्छ, उहाँहरूलाई अप्सन दिन्छ, 10 वटा साडी देखाइदिन्छ। हामी पेन्टको कोटको कपडा लिन गयौँ भनेदेखि 10 वटा कोटको कपडा निकालेर देखाइदिन्छ। एउटा चाहिँ हामी लाइट पसलमा, कुनै पनि इलेक्ट्रिक पसलमा गयौँ भने हामीलाई लाइट चाहिएको छ भनेर हामीले भन्यौँ भनेदेखि 10 वटा लाइट निकालेर देखाइदिन्छ। हामी किराना पसलमा गयौँ, एउटा चाउचाउ माग्यो भने उसले 3-4 थरीको चाउचाउ देखाइदिन्छ। अनिखेर हामीले छानेर लिन पाउँछौँ। हामी खुसी हुन्छौँ त्यसो गर्दाखेरि, जसले गर्दाखेरि हामी त्यो पसलमा फेरि पनि दोहोऱ्याएर जान्छौँ। हामीले पनि हामीसँग भएको प्रोडक्टहरू, बच्चाको प्लान, तपाईँको प्लान, हामी एडल्ट मान्छेको प्लान पनि 2-3 वटा प्लान मजाले यो प्लानमा यस्तो छ, यो प्लानमा यस्तो छ, यो प्लानमा यस्तो छ भनेर चाहिँ हामीले बताइदियौँ भनेदेखि कहिलेकाहीँ चाहिँ यो विषय मैले पनि हाम्रो टिममा एजेन्सी म्यानेजर साथीहरूलाई, लिडर साथीहरूलाई पढाउँदाखेरि धेरैवटा प्लान देखाउँदाखेरि मान्छे कन्फ्युज हुन्छ भन्ने पनि मैले कहिलेकाहीँ पढाएँ। तर यो कन्फ्युजन भन्दा पनि बढी चाहिँ उहाँहरू क्लियर हुँदो रहेछ। मैले पछिल्लो चरणमा प्र्याक्टिस गरेको कुरा यो चाहिँ 2-3 वटा प्लान, 3-4 वटा प्लान कोरेर देखाइदिँदाखेरि उहाँहरूलाई त्यो छान्नलाई सजिलो हुँदो रहेछ। अनि उहाँहरू खुसी पनि हुँदो रहेछ। यो मान्छे पर्फेक्ट रहेछ है पोलिसीमा। यो मान्छे जानकार रहेछ है, यो मान्छेले चाहिँ मलाई अप्सन दियो छान्ने। कसैलाई होल लाइफ मनपर्छ, कसैलाई मनी ब्याक मनपर्छ, कसैलाई टर्म पोलिसी मनपर्छ, कसैलाई चाहिँ इन्डोमेन्ट प्लान मात्रै मनपर्छ। त्यसले गर्दाखेरि प्लान पनि मैले फ्रिडम छुट दिने गरेको छु। प्लान पनि मैले एकदम स्वतन्त्र रूपले उहाँहरूलाई नै छान्नको लागि अथोरिटी दिने गरेको छु। जसले गर्दाखेरि इजिली एकदम खुसीका साथ चाहिँ उहाँहरूले पोलिसी लिनुहुन्छ र पछि पनि हामीलाई अरू मान्छेहरू रिफरेन्स गर्नुहुन्छ, रेकमेन्ड गर्नुहुन्छ, रिफरेन्स दिनुहुन्छ। जसले गर्दाखेरि हाम्रो पोलिसी बढ्छ। अर्को कुरा छ, मैले यस पश्चात इन्स्योरेन्स किन गर्नुपर्छ भन्ने कुरा सबैभन्दा मेजर कुरा हो। इन्स्योरेन्स किन गर्नुपर्छ, वाइ लाइफ इन्स्योरेन्स भन्ने कुरा यहाँले यदि क्लियर गर्न सक्नुभयो भने तपाईँहरू मार्केटमा बिक्नुभयो। मैले अघि नै भनिसकेँ कि धेरै ठाउँमा चाहिँ हामीले हाम्रो नाताको कारण, हाम्रो साथीभाइको कारण, एउटा चाहिँ हाम्रो टार्गेटको कारण हामीले उहाँहरूलाई एकदम प्रेसर गरेर पोलिसी सेल्स गर्ने गरेका छौँ। त्यो पोलिसी, धेरै पोलिसीहरू बिग्रेको छ। उहाँको यो साथीको लागि गर्दाखेरि मलाई हत्तु गर्यो भनेर चाहिँ धेरै पोलिसीहरू बिग्रिने गरेको छ। अर्को वाइल्ड लाइफ इन्स्योरेन्स भन्ने कुरा मैले यो 3 वटा टपिक छुट्याएर गरेका छौँ। यो मेजर बिमा किन चाहिन्छ भन्ने कुराको मेजर यो शीर्षक यो 3 वटा शीर्षक हो। एउटा रिस्क म्यानेजमेन्ट, एउटा वेल्थ क्रिएसन र एउटा ट्याक्स सेभिङ। यो 3 टा कुरा। यो 3 टा कुरा जति तपाईँ गहिरिएर बताउन सक्नुभयो, जति मजाले तपाईँ प्रेजेन्ट गर्न सक्नुभयो, त्यति तपाईँ सक्सेस। जति तपाईँ राम्रोसँग प्रेजेन्ट गर्नुभयो, जति तपाईँले राम्रोसँग उहाँहरूलाई क्लियर गर्नुभयो, त्यति तपाईँ सक्सेस। रिस्क म्यानेजमेन्ट के हो? दुनियाँमा सब कुरा म्यानेजमेन्टले चलेको छ साथीहरू। मैले धेरैवटा ग्रुपहरूलाई म यो कसरी चाहिँ नयाँ क्लाइन्ट खोज्ने भन्ने विषय हाम्रो टपिक्स नै आउँछ। धेरैवटा ग्रुपमा गएर चाहिँ मैले एकदम हाई इन्कमरहरू, नेपालको हाई इन्कमको ग्रुपमा पर्ने ग्रुपहरूमा गएर चाहिँ मैले यो विषय एप्लाई गरेको छु।
मैले उहाँहरूलाई म्यानेजमेन्टको विषयमा बताएको छु। म्यानेजमेन्टको विषयभित्र चाहिँ एउटा रिस्क म्यानेजमेन्ट हुन्छ भन्ने कुरा मैले बताएको छु। जब यो टपिक्सबाट हामी भित्र छिर्छौँ नि, तब उहाँहरूको आँखा खुल्लाको खुल्ला हुन्छ, यस्तरी खुल्ला हुन्छ। हाई पनि गर्दैन, एउटा प्रश्न पनि सोध्दैन, तपाईँको कुरा मजाले सुन्छ पहिले। रिस्क म्यानेजमेन्ट भनेको के हो? रिस्क म्यानेजमेन्टको विषयमा उहाँहरूलाई जति राम्रोसँग हामीले ब्रिफ गर्न सक्यौँ त्यति हामी सक्सेस। अर्को वेल्थ क्रिएसनको विषयमा र अर्को ट्याक्स सेभिङको विषयमा, यो तीनटा विषयमा जति हामीले ब्रिफ गर्न सक्यौँ त्यति राम्रोसँग हामी सक्सेस। जति यो विषयमा तपाईँ राम्रोसँग ब्रिफ गर्न सक्नुहुन्छ त्यति तपाईँ पर्फेक्ट देखिनुहुन्छ, क्लाइन्टको अगाडि तपाईँ सक्सेसफुल देखिनुहुन्छ, क्लाइन्टको अगाडि यो मान्छे जानकार रहेछ है भन्ने चिनिनुहुन्छ। जसले पनि जानकार मान्छे खोज्छ, तपाईँलाई थाहा छ। तपाईँ हामी जाँदाखेरि पनि खलासीले चलाएको गाडीमा हामी चढ्न मान्छौँ? कुनै गाडी खलासीले चलाइरहेछ भने त्यो बसमा हामी चढ्न मान्छौँ? मान्दैनौँ नि। पर्फेक्ट 5-7 वर्ष 10 वर्ष एक्सपिरियन्स भएको ड्राइभरले चलाएको गाडीमा हामी चढ्न चाहन्छौँ। एयर होस्टेजले उडाएको प्लेनमा हामी चढ्न सक्छौँ? एयर होस्टेजले भन्दैछ कि क्याप्टेनले आएर एनाउन्स गर्दैछ टुडे दिस प्लेन इज फ्लाइङ विथ एयर होस्टेज फलानो फलानो भन्यो भने तपाईँ चढ्न मान्नुहुन्छ? मान्नुहुन्न नि। कहिले पनि बाइकको ह्यान्डल नसमातेको मान्छेले बाइक चलायो भने त उसको पछाडि तपाईँ बस्न मान्नुहुन्छ? मान्नुहुन्न नि। त्यसले गर्दाखेरि हामीले जहाँ पनि खोज्दाखेरि पर्फेक्ट मान्छे खोज्छौँ। तपाईँ प्र्याक्टिस गर्दै गरेको भर्खर एमबिबिएस दर्ता के अरे नाम रजिस्टर गरेको मान्छेसँग तपाईँ उपचार गराउन चाहनुहुन्छ? चाहनुहुन्न नि। यो मान्छेले मलाई मार्छ भन्ने कुरा स्योर हुन्छ तपाईँ। त्यसले गर्दाखेरि अब तपाईँ भन्नुहोस् त, तपाईँलाई एउटा पोलिसी थाहा छैन, तपाईँलाई समयावधि थाहा छैन, तपाईँलाई क्यालकुलेसन थाहा छैन, राइडर के हो थाहा छैन, एडिबी डब्ल्युबी टिपिटी सिआई यी विभिन्न राइडरहरू के हो तपाईँलाई त्यो कुरा थाहा छैन। जे कुरामा तपाईँ अपरिपक्व एउटा क्वेसन सोध्ने बित्तिकै तपाईँ अकमकाउनुहुन्छ। तपाईँलाई 3-4वटा पोलिसीको विषयमा अप्सन दिन तपाईँ सक्नुहुन्न। अब तपाईँसँग मान्छेले बिमा किन गरोस्? एउटा कारण भनिदिनुहोस् न मलाई। विषयवस्तुमा तपाईँ दक्ष हुनु जरुरी छैन? यो विषयमा तपाईँ जति मजाले ब्रिफ गर्न सक्नुहुन्छ तपाईँ त्यति पर्फेक्ट। ट्याक्स सेभिङ किन? ट्याक्स सेभिङ नेपाल सरकारले अहिले 40,000 सम्म चाहिँ वार्षिक इन्कमको जुन ट्याक्सेबल एमाउन्ट हुन आउँछ त्यो ट्याक्सेबल एमाउन्टको चाहिँ 40,000 सम्म ट्याक्स डिडक्सन हुन्छ। यहाँहरूलाई कति धेरै यहाँ प्राय सबैलाई जानकारी नै होला यो विषय। 40,000 एमाउन्टसम्म चाहिँ कसरी, यो विषय धेरै लामो त छैन तर पनि यसले अलिकति समय खान्छ। त्यसले गर्दाखेरि यो ट्याक्स सेभिङ के हो भन्ने कुरा चाहिँ यहाँहरूले एकचोटि ब्रान्च म्यानेजर आफ्नो ब्रान्च म्यानेजरहरूसँग चाहिँ एकचोटि कन्सल्ट गर्न आग्रह गर्छु। कसरी ट्याक्स सेभिङ हुन्छ भन्ने विषयमा, कति एमाउन्ट ट्याक्स सेभिङ हुन्छ, कति इन्कम गर्ने मान्छेको ट्याक्स कति सेभिङ हुन्छ, यो विषयमा एकचोटि ब्रान्च म्यानेजरसँग यहाँको ब्रान्च म्यानेजरसँग चाहिँ एकचोटि कन्सल्ट गर्न म आग्रह गर्छु। यहाँहरू ब्रान्च म्यानेजरसँग भेटघाटको लागि ब्रान्चमा कतिचोटि जानुहुन्छ? महिनामा दैनिक कतिचोटि जानुहुन्छ? मेरो आग्रह छ यहाँहरू सबैजनालाई दिनमा एकचोटि ब्रान्च म्यानेजरसँग चाहिँ भेटघाट गर्नुहोस्। ब्रान्च म्यानेजर केही न केही बिमाको सम्बन्धमा हामीभन्दा 2-4वटा शब्द बढी नै बुझेको मान्छे। हामीलाई लाग्न सक्छ कहिलेकाहीँ हामीलाई के लाग्छ भनेदेखि म त सबै कुरा पर्फेक्ट हुँ, सबै कुरा मैले जानेको छु, सबै कुरा बुझेको छु भन्ने लाग्छ। तर त्यस्तो हुँदैन। केही न केही नयाँ कुरा, केही न केही नयाँ सर्कुलर आइरहेको हुन्छ, केही न केही नयाँ बिमा प्राधिकरणबाट चाहिँ केही न केही नयाँ इन्फर्मेसनहरू, कुनै नयाँ के अरे निर्देशिकाहरू आइरहेको हुन्छ। त्यो कुराको जानकारी चाहिँ सबभन्दा सुरुमा ब्रान्च म्यानेजर आउँछ। त्यसले गर्दा ब्रान्चमा जानु होला र ब्रान्चमा यो कुरा कन्सल्ट गर्नु होला ट्याक्स सेभिङको विषयमा। अर्को वेल्थ क्रिएसन, इन्स्योरेन्स किन गर्नुपर्छ भनेर मैले छलफल गरेको विषय हो, एउटा मेजर विषय वेल्थ क्रिएसन। साथीहरू, धेरैजना नेपालमा रहेको सम्पूर्ण धेरैभन्दा धेरै साथीहरूको के छ भने अवस्था, मासिक रूपमा इन्कम गर्ने, मासिक रूपमा सिध्याउने, मासिक रूपमा कमाउने, मासिक रूपमा खर्च गरेर सिध्याउने, अनि 60 वर्षसम्म जागिर खाने, जागिर खाएर 60 वर्ष पछाडि रिटायर भएर निस्किँदाखेरि हाम्रो हात शून्यको शून्य, खालीको खाली, अनिखेर त्यस पछाडिको जीवन जिउनका निम्ति छोराछोरी अन्य परिवार सदस्य च्यारिटी लाइफमा पुग्ने। त्यसले गर्दाखेरि इन्कमको केही पर्सेन्टेज सेभ गर्नुहोस् र यो सेभिङ एउटा चाहिँ वेल्थ बनाउनुहोस्, एउटा पुँजी बनाउनुहोस् भन्ने एउटा मेजर टपिक छ। त्यसपछिको त्योभन्दा मेजर टपिक चाहिँ के हो भन्दाखेरि रिस्क म्यानेजमेन्ट हो। यो विषयमा तपाईँ जति गहिरिन सक्नुभयो त्यति मान्छे इमोसनल हुन्छ। इन्स्योरेन्स इमोसनलमा सेल्स हुन्छ। जति तपाईँ आँखाबाट आँसु चुहाउन सक्नुभयो, जति तपाईँ उहाँहरूलाई कन्भिन्स गर्न सक्नुभयो, यो विषय धेरै मेजर विषय रहेको छ। रिस्क म्यानेजमेन्ट सबैजना मान्छेहरू हरेक वर्ष, यहाँहरू लगायत म सहित म पनि हरेक वर्ष चाहिँ हामी के चाहन्छौँ भन्दा ग्रोथ चाहन्छौँ। हाम्रो फ्यामिलीलाई आजभन्दा माथि भोलि पुर्याउँ, अवश्य पनि आजभन्दा माथि भोलि के अरे आज गाडी बाइकमा चढिरहेछौँ, भोलि गाडीमा चढौँ, आज विराटनगरमा मात्रै घर छ अथवा आज काठमाडौँमा मात्रै घर छ, एउटा सहरमा घर बनाऊ, आज गाउँमा घर छ एउटा सहरमा घर बनाऊ, आज ब्याङ्क ब्यालेन्स 1 लाख मात्रै छ यसलाई 10 लाख पुर्याउँ, मेरो फ्यामिलीलाई चाहिँ मेरो बच्चाहरू यो स्कुलमा पढ्दैछ यो भन्दा राम्रो स्कुलमा पढाउँ, सबैजनाको चाहना हो यो। र
अलमोस्ट तपाईको 90% हाराहारीमा हाम्रो नेपाली समाज यस्तो छ कि एकजना मान्छेले धेरै सदस्य भएको परिवारलाई माथि ठेलिरहेको छ। एम आई राइट? यो कुरामा तपाईहरु सहमत हुनुहुन्छ? एकजनाको इन्कम र धेरैजना चाहिँ माथि ठेलिरहेको अवस्था छ। लाइफमा स्ट्रगल चलिरहेको छ। हरेक वर्ष चाहिँ हामीले माथि उठ्न चाहन्छौँ, माथि हाम्रो फ्यामिलीलाई उठाउन चाहन्छौँ, तर कसरी त भन्दाखेरि एकजना मान्छे सङ्घर्ष गरेर सङ्घर्षरत छौँ हामी। म पनि त्यस्तै अवस्थामा छु। म पनि मेरो घरमा म एक्लै इन्कमर हो। अलमोस्ट परिवार चाहिँ यो स्थितिमा छ। कोही बुढाबुढी मान्छे इन्कम गर्न सक्ने अवस्थामा छैन। बुवा तपाईँ कमाउन जानुस् भन्ने अवस्थामा हुँदैन। मेरो बालबच्चा उनीहरू आफ्नो करियर बिल्डअपमा छ, करियर डेभलपमेन्टमा छ। तिनीहरू कमाउन सक्ने स्थितिमा पुगेकै हुँदैनन्। घरमा श्रीमान श्रीमती मध्येमा एकजना जो चाहिँ घरको रेखदेख गर्नुपर्ने बाध्यता छ। जसले गर्दाखेरि एकजना मान्छेले फ्यामिलीलाई चाहिँ स्ट्रगल गरिरहेको छ माथि उठाउन। फ्यामिलीको रेस्पोन्सिबिलिटी हेर्नुहोस् त, रेस्पोन्सिबिलिटी कति छ। यंगर्स सानो बालबच्चालाई माथि उठाउनु पर्ने सबैको जिम्मेवारी छ। सबैको घरमा यो कथा छ, सबैको घरमा यो कहानी छ। तपाईँको बालबच्चालाई माथि उठाउनु पर्ने छ। हेल्पिङ फर द रिटायरमेन्ट इल्डर्सहरू जो रिटायर भइसकेका छन्, अवकाश जीवन रिटायरमेन्ट लाइफ जिरहेका छन्, उहाँहरूको हातमा इन्कम हुँदैन। त्यो अवस्थामा उहाँहरूले इन्कम गर्न सक्नु र उहाँहरू पनि हामी माथि डिपेन्ड हुनुहुन्छ। अन फ्युचर, आफ्नो फ्युचर त खोइ, आफ्नो फ्युचर पनि छ नि त। सोसाइटीको लागि पनि रेस्पोन्सिबिलिटी छ र राष्ट्रको लागि पनि हाम्रो रेस्पोन्सिबिलिटी छ। तर यसो गरेर यत्रो रेस्पोन्सिबिलिटी बोकेर हिँड्दै गर्दाखेरि के छ, एकजना मान्छेको हातमा सिङ्गो परिवार चलिरहेको छ। र यो अवस्था के छ त भन्दा हरेकको जीवनमा यस्तो जीवन, यस्तो खुसी, यस्तो चाहिँ अवस्था कहिलेसम्म रहन्छ भन्ने कुरो नोबडी, कसैलाई पनि थाहा छैन। कसैले पनि यो कुरा ग्यारेन्टी गर्न सक्दैन कि तपाईँ 10 वर्षसम्म सकुशल, तपाईँ 15 वर्षसम्म सकुशल, तपाईँ 20 वर्षसम्म सकुशल। साथीहरू, मैले हिजो पनि भने, अस्ति पनि भने र फेरि आज पनि भन्छु, मेरो घर यो मेरो अफिसबाट घर पुग्नको लागि 5 देखि 7 मिनेटको समय हो। यो 5 देखि 7 मिनेटको समय कसैले पनि ग्यारेन्टी लिन सक्दैन। कोही सक्नुहुन्छ? ग्यारेन्टी लिन सक्दैन। सल्लाह दिन सक्छ, उसले कामना गर्न सक्छ, राम्रो होस् भन्ने कामना गर्न सक्छ, तर ग्यारेन्टी लिन सक्दैन। यो अवस्थामा एकछिनमा तरकारी किनेर झोलामा बोकेर घर फर्केको मान्छे एकैचोटि घाटमा पुगेको घटनाहरू लाखौं छन्। यो लाइफको टाइम छैन। कहिलेसम्म यस्तो सकुशल रहन्छौँ, कहिलेसम्म सक्षम रहन्छौँ, इन्कम कहिलेसम्म हुन्छ, हेल्थ कहिलेसम्म ठिकठाक रहन्छ, कसैलाई पनि थाहा छैन। कहिलेकाहीँ के हुन्छ, अनसर्टेन रूपमा चाहिँ लाइफमा यस्ता खालका घटनाहरू आइदिन्छ नसोचेको टाइममा। लाइफ अनस्योर छ, मान्छे कतिखेर डिजेबल हुन्छ, नोबडी क्यान अन्डरस्ट्यान्ड, फाइन्ड आउट। कसैलाई पनि यो कुरा चाहिँ यो ल यतिखेर म यस्तो हुँदैछु भन्ने कुरा थाहा पाउन सक्दैन। मैले 300-400 जना डाक्टर साहबहरूसँग मैले कार्यक्रम गरेको छु। एकदम वरिष्ठ डाक्टर साहबहरूसँग, को एमडी हुनुहुन्छ, डिएम हुनुहुन्छ, त्यस्ता डाक्टर साहबहरूसँग मैले कार्यक्रम गरेको छु। त्यति साइन्सको विद्वान व्यक्तिहरूलेसँग कार्यक्रम गर्दाखेरि पनि यो कुरा हामी पनि भन्न सक्दैनौँ भन्नुहुन्छ। डिसेबिलिटी कतिखेर हुन्छ, हामीलाई रोग लाग्न सक्ने सम्भावना उस्तै छ, डिसेबल हुन सक्ने सम्भावना हुनसक्छ उस्तै छ, र हाम्रो लाइफ नरहन सक्ने सम्भावना र डेथ हुन सक्ने सम्भावना पनि उस्तै नै छ। कामना गरौँ हामी, तपाईँ र हामीमा यो नपरोस्। हामी सकेसम्म चाहन्छौँ सुरक्षा, तर सुरक्षा चाहँदा चाहँदै कहिलेकाहीँ के हुन्छ, नसोचेको समयमा यो आइदिन्छ, वज्रपात पर्दिन्छ। यसको वज्रपातको तयारी कसैले गरेको छैन। आजसम्म हाँसेर बसेको मान्छे, अघि एकछिनसम्म चाहिँ एकदमै यस्तो खुसियालीमा बसेको मान्छे एक क्षणमा के हुन्छ हेर्नुहोस्। एकै क्षणमा यदि अनएक्सपेक्टेड रूपमा चाहिँ यदि लाइफमा कुनै खालको नराम्रो घटना घट्दियो भनेदेखि एकछिनमा सब कुरा प्रश्नवाचक चिन्ह खडा हुन्छ। अब बच्चाको फ्युचर के हुन्छ, परिवार सदस्य कसरी बाँच्ने, रिटायरमेन्ट मान्छेहरू कसरी बाँच्ने, आफ्नो फ्युचर कता गयो, सोसाइटी नेसनको त कुरै रहेन। सबैजनाको फेसमा अघिसम्म भएको फेस कस्तो थियो, अब कस्तो हुन्छ साथीहरू। श्रीमान श्रीमती मध्येमा एकजना आधी अङ्ग नै काटिएर गयो, कल्पना गर्न सक्ने अवस्था छैन। म भोलिदेखि अब जीवन कसरी चलाऊँ। बच्चा हामीले दुनियाँमा समाजमा देखेका छौँ, अभिभावक गुमाएको बच्चाको हालत कस्तो हुन्छ। वृद्ध बुवा जो एउटा सहारा दिने छोरा थियो, एउटा छोरी थियो, एउटा बुहारी थियो, अब रहेन। सबैको जीवनमा यो छ अवस्था साथी। यो तपाईँको जीवन मात्रैसँग मात्रै होइन, यो मेरो जीवनसँग मात्रै होइन, हाम्रो बिमितको जीवनसँग मात्रै होइन, संसारको 8 अर्ब जनसङ्ख्यासँग यो कुरा टाँसिएको छ। यो कुरा सिक्काको दुई पाटा हो। हाम्रो फेसबाट अगाडिपट्टि हामी सुख शान्ति र समृद्धि देख्छौँ भने हाम्रो पछाडिपट्टि यो कुरा हामीसँग जोडिएको छ। हामी इन्सुरेन्स गराउँदै गर्दाखेरि हामीले पोलिसी सेल गर्नुभन्दा पनि उहाँहरूको सिचुएसनलाई एकचोटि आँखा खोलिदिन जरुरी छ। हामीले फलोअप गर्दा 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 धेरै मान्छेहरू इरिटेट भइसकेका छन्। इन्सुरेन्स अभिकर्ता भनिसकेपछि उहाँहरूले हामीलाई टाइमै दिनु मान्नुहुन्न, भेट्नै मान्नुहुन्न। तर यदि मैले यो बीचमा धेरै प्र्याक्टिसहरू गरेको छु, उहाँहरूले मात्रै पैसाको लागि पर्खिनु भन्नुभएको छ। मैले सानो पोलिसी भनेकै छैन। सानो भनेको 50 लाखको, 2 करोड 3 करोडको पोलिसी त मेरो यहाँहरूलाई थोरै खोलौँ। म बिमा कर्मी भएको कारण मेरो अभिकर्ता लाइसेन्सलाई पनि मैले एक्टिभ गरेको छु। 2 करोड 3 करोडको पोलिसी मेरो महिनामा एउटा दुईटा कटिरहेको छ। उहाँहरूलाई मैले फलो पनि गर्दिनँ, मात्र यति मात्रै पढाइदिन्छु। यसको वैकल्पिक व्यवस्थापन तपाईँसँग के छ त?
तपाईले मैले हिजो पनि एउटा प्रश्न उठाएको थिएँ, आज तपाईले कमाउन छोड्नु भयो भने तपाईको घर परिवार कति दिन चल्छ त? तपाईलाई लाग्छ मसँग प्रशस्त सम्पत्ति छ, सम्पूर्ण पर्याप्त छ भन्ने लाग्छ, तर मलाई एउटा कुरा भनिदिनुस् त, आज तपाईले कमाउन छोड्नु भयो भने तपाईको घर परिवार कति दिन चल्छ? यति हो मैले भन्ने। यो विषयमा हामीले जति इमोसनल क्रिएसन गर्न सक्यौं, जति उहाँहरूलाई राम्रोसँग बताउन सक्यौं, यथार्थ हो, यो कुरा चाहिँ यथार्थ हो है भनेर झल्काउन सक्यौं, त्यति यो विषय पर्फेक्टली उहाँहरूसँग रिलेट हुनेछ। उहाँहरूको चाहिँ यो एउटा रसायन क्रिएट हुनेछ, हार्मोन क्रिएट हुनेछ, यहाँ उहाँहरूले फिलिङ्स भित्रबाट फिलिङ्स जगाउनेछ, अनि तपाईँको खुल्नेछ ढोका। साथीहरू, हामीले त यो बिमितको विषयमा यसरी कुरा गर्दैछौँ र उहाँहरूलाई एउटा कुरा बताउन जरुरी छ। इन्सुरेन्स इज अ वे टु म्यानेज योर रिस्क म्यानेजमेन्ट। यो इन्सुरेन्स नै एउटा यस्तो माध्यम हो, एउटा बाटो हो, एउटा तरिका हो जसले चाहिँ रिस्क म्यानेजमेन्ट गर्छ। व्हेन यु बाइ इन्सुरेन्स, यु पर्चेज अ protection against unexpected financial losses. The insurance company pays you or someone you choose if something bad happens to you. If you have no insurance and an accident happens, you may be responsible for all the related costs. Insurance नै यस्तो खालको माध्यम हो, यस्तो खालको बाटो हो, यस्तो खालको तरिका हो, यस्तो खालको चाहिँ जोगाड हो जसले चाहिँ तपाईको जीवनमा आइपर्न सक्ने अनएक्सपेक्टेड फाइनान्शियल लसको चाहिँ सुरक्षा दिने काम गर्छ। कम्पनीले तपाईलाई अथवा तपाईको परिवारलाई तपाईले गर्नु भएको रकम कति अमाउन्ट रकम के रे पोलिसी लिनु भएको छ त्यति अमाउन्ट बराबर कम्पनीले तपाईको जीवनमा नराम्रो घटना घट्दाखेरि पेमेन्ट गर्छ। यदि इन्सुरेन्स गर्नु भएको छैन भनेदेखि यो घटनासँग आइपर्ने सम्पूर्ण कस्टको जिम्मेवार चाहिँ तपाई नै हुनुपर्छ भनेर हामीले उहाँहरूलाई बताउन जरुरी छ। अब म थोरै कुरा जोडौं। त्यसो भए हामी म लगायत तपाईहरु सबैजनाको जीवनमा यो स्थिति छ कि छैन? तपाईहरुको जीवनमा यस्तो खालको जोखिम छ कि छैन? पक्कै पनि यो यहाँ मैले आज यो बिमितको विषयमा यसरी कन्भिन्स गर्नुपर्छ, यो कुरा चाहिँ बिमितलाई शेयर गर्नुपर्ने कुरा हो भन्दै गर्दा तपाईं र मेरो जीवन पनि यो जोखिम भन्दा बाहिर छ। तपाईं र मेरो जीवन पनि हामीले यो जुन अवस्था समाजमा देखेका छौं त्यो अवस्था भन्दा हाम्रो जीवन सुरक्षित छ। हामीले कमाउन छोड्यो भनेदेखि हामीले घर कति दिनसम्म चल्ने तरिकाले व्यवस्थित गरिसकेका छौं। अलमोस्ट इन्स्योरेन्स कर्मीहरूले आफ्नो एउटा सानोतिनो पोलिसी लिएको हुन्छ, तर त्यो पोलिसी लिएर मैले पर्याप्त छ त? मैले हिजो पनि इन्कमको कुरालाई बढी विशेष फोकस गरेँ र आज पनि त्यो कुरा यहाँनिर झल्किँदैछ, सुरु हुँदैछ। हामी किन इन्स्योरेन्स सेक्टरमा चाहिँ अब हामी चाहिँ किन इन्स्योरेन्स सेक्टरमा काम गरौँ त? यो विषय म जोड्न चाहन्छु। हामी किन इन्स्योरेन्स सेक्टरमा चाहिँ जोड्यौं? के कारणले हामीलाई यो जोडिन जरुरी छ? मैले अघि नै भनिसकेँ र हिजो अस्ति पनि बारम्बार भनिरहेको छु, हामी सबैजना इन्स्योरेन्स सेक्टरमा अथवा कुनै पनि पेशामा व्यापार व्यवसाय जेसुकै काम गरे पनि जुनसुकै प्रोफेसन गरे पनि एउटै साझा उद्देश्य हो मनी। एउटै साझा उद्देश्य हो मनी, हो किन? यदि तपाईहरु सहमत हुनुहुन्छ नि यसो थम दिनुस् त। मैले हिजो पनि यो कुरालाई उठाएँ, मैले यहाँहरुलाई सोधेँ तपाईहरु इन्स्योरेन्स सेक्टरमा किन हुनुहुन्छ? के कारण तपाईं इन्स्योरेन्स सेक्टरमा पार्टिसिपेट हुनुहुन्छ, इन्भल्भ हुनुहुन्छ, कसको कारणले भनेर मैले सोध्दाखेरि धेरैजना साथीहरुको आफ्नो आफ्नो विचार आएको थियो। त्यसमध्येमा धेरैजना साथीहरुको चाहिँ इन्कमको लागि, पैसा कमाउनको लागि भनेर यहाँहरुले विचार राख्नु भयो। वास्तवमै हामी धेरैजना साथीहरु चाहिँ पैसा कमाउनको निम्ति धेरै ठाउँमा हामी संघर्षरत छौं। हामी इन्स्योरेन्स सेक्टरलाई हामी किन चुज गरौँ त? इन्स्योरेन्स सेक्टरलाई चुज गर्नुपर्ने धेरै सुन्दर कारण छन्, जसको कारण हो हामी सबैजनाले के चाहन्छौँ त भन्दाखेरि हाम्रो ग्रोथ चाहन्छौँ, हाम्रो उन्नति चाहन्छौँ, हाम्रो प्रगति चाहन्छौँ। एभ्रीबडी निड ग्रोथ। सबैजनाको आवश्यकता हो। सबैजनालाई गाडी चढ्न मन छ, सबैजनालाई मैले अघि नै भनिसकेँ हाम्रो चाहिँ आर्थिक स्थितिले यो ठाउँमा पुर्याउन जरुरी छ। बट यदि जब गर्छौँ, जागिर गर्छौँ, महिनाको 25,000, 30,000, 40,000, 50,000, 60,000, 70,000 महिनामा खान्छौँ भनेदेखि 1 लाख रुपियाँ महिनामा कमाउने मान्छेको नि 12 लाख रुपियाँ वार्षिक इन्कम हो। तपाईँ भन्नुहोस् त, आज 12 लाख रुपियाँ लिएर तपाईँ न घर जोड्न सक्नुहुन्छ, न जग्गा जोड्न सक्नुहुन्छ, न गाडी जोड्न सक्नुहुन्छ। यसले मात्र लाइफ सर्भाइभ हुन्छ, त्योभन्दा बढी केही पनि हुँदैन। यदि त्योभन्दा बढी हुन्छ, यसले मेरो सम्पूर्ण चिजहरु चाहिँ थेक्छ भन्ने यदि यहाँ त्यो सोचमा हुनुहुन्छ नि, यहाँ तपाईँ भ्रममा हुनुहुन्छ साथीहरु। यदि तपाईँ त्यो सोचेर बस्नु भएको छ, यदि तपाईँ चाहिँ तपाईँ त्यसको विचारमा हुनुहुन्छ, मेरो यो जागिर सबथोक हो, यो जागिरले मलाई सबथोक पुग्छ, मेरो फ्यामिली म लगायत सम्पूर्ण थोक चाहिँ सेक्युर छ भन्ने कुरा तपाईले सोच्नु भएको छ भने तपाईँ भ्रममा हुनुहुन्छ। यो भ्रमबाट तपाईँ निस्किन जरुरी छ। बिजनेस गरौँ, हामी ठूलो बिजनेस ब्याकग्राउन्डको घरानाको मान्छे परेनौं। यहाँ कोही हुनुहुन्छ भनेदेखि माफ गर्नु होला, तर अलमोस्ट हामी नेपालको 5 देखि 10% फ्यामिली त्यस्तो होला जुन बिजनेस ब्याकग्राउन्डबाट बिलोङ्स गर्नुहुन्छ। 90 देखि 95% हामी मिडल क्लासका मान्छेहरु अलमोस्ट केमा छौं त भन्दाखेरि मिडल क्लास जस्ट लाइफ सर्भाइभिङ कन्डिसनमा हामी छौं। हाई इन्भेस्टमेन्ट चाहिन्छ जुन हामीसँग नहुन सक्छ र जति इन्भेस्टमेन्ट गरे त्यो हाई रिस्कमा छ, जसले गर्दाखेरि बिजनेस कम्फर्ट तरिकाले चलिरहेको अवस्था छैन, चलाउन सक्ने अवस्था छैन। अब इन्स्योरेन्समा किन त भन्दाखेरि
इन्सुरेन्समा किन भन्ने धेरै सुन्दर कारण छ। नो इन्भेस्टमेन्ट नो रिस्क, इन्कम अनलिमिटेड, जुन हामीलाई चाहिन्छ। न त कुनै रिस्क छ न कुनै इन्भेस्टमेन्ट चाहिन्छ। मात्रै इन्भेस्टमेन्ट चाहिन्छ भने एउटा थोक चाहिन्छ, त्यो तपाईँको समय, तपाईँको बोली, तपाईँको कला, तपाईँको मेहनत। नो इन्भेस्टमेन्ट नो रिस्क अनलिमिटेड इन्कम। हामी धेरैजना साथीहरू फलानाले कर गरेर चाहिँ म एजेन्ट बन्देको भन्नुहुन्छ। मैले हिजो पनि भने एजेन्टलाई दलाली भनेर भन्ने, एजेन्टले आफ्नो 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 चाहिँ कन्फिडेन्स लेभल बिल्डअप गर्न नसक्ने कारणहरू के हो भनेर चाहिँ मैले हिजो पनि भने। यो विषय फेरि भोलि पर्सि पनि आउँछ। धेरैजना साथीहरूले यो भित्रको सम्भावना नदेखेर नै अरूको लागि जबरजस्ती ब्रान्च म्यानेजरले भनेर अथवा चाहिँ अपलाइनरले भनेर अथवा साथीले भनेर अथवा चाहिँ उल्लो घर पल्लो घरको मान्छेले ल जबरजस्ती एउटा एजेन्ट बन्दैन, मेरो टार्गेट पुगिरहेको छैन, मेरो डाउनलाइन जोड्नु पर्ने छ, एउटा लाइसेन्स लिँदैन, त्यो तरिकाले एजेन्ट बन्नु भएको छ, अभिकर्ता बन्नु भएको छ। यदि त्यस्तो तरिकाले अभिकर्ता बन्नु भएको छ भने पनि तपाईँ सही ठाउँमा जोडिनु भएको छ। तपाईँ आफूले आफूलाई गर्व गर्नुहोस्। तपाईँले आफूलाई लाइफमा चेन्ज गर्न सक्ने, आफ्नो आर्थिक उन्नति, आफ्नो चाहिँ स्पिड, लाइफ स्ट्यान्डर्ड मेन्टेन गर्न सक्ने तपाईँ ठाउँमा हुनुहुन्छ। तपाईँले जुन आवश्यकता तपाईँको छ त्यो आवश्यकता पुरा गर्न सक्ने ठाउँमा तपाईँ हुनुहुन्छ। नो टाइम बाउन्ड्री। तपाईँ बिहान 5 बजेदेखि उठेर बेलुका 6 बजेसम्म, 7 बजेसम्म, 10 बजेसम्म काम गर्नुहोस्, नो प्रब्लम। एक हप्ता सुतेर बस्नुहोस्, नो प्रब्लम। 10 बजे किन हाजिर गर्न आउनु भएन, कसैले सोध्नेवाला छैन। तपाईँ किन आज अफिस आउनु भएन, कसैले सोध्नेवाला छैन। तपाईँ आज किन घर काममा जानु भएन, घर परिवार पनि कसैले सोध्नेवाला छैन। स्वतन्त्र तरिकाले हामीले काम गर्न सक्ने ठाउँ एउटा मात्रै ठाउँ हो इन्सुरेन्स सेक्टर। मैले हिजै भनिसकेँ, इन्सुरेन्स सेक्टर संसारको 5औं पेसामा पर्छ। बिलिनियर छन् संसारमा। हामी नेपालमा यसलाई राम्रोसँग एक्सेप्ट गरिरहेका छैनौँ। हामीले राम्रोसँग यो राम्रो पेसा हो भनेर चाहिँ हामीले आफूलाई चाहिँ कन्फिडेन्स बनाइरहेका छैनौँ। हामीले आफूलाई शङ्काको घेराभित्र राखिरहेका छौँ। मैले गरेको काम के हो, सही हो त भनेर हामी आफै कन्फिडेन्स हुन सकिरहेका छैनौँ, जसले गर्दाखेरि हामीले मर्यादित बनाउन सकिरहेका छैनौँ। यो सुन्दर ठाउँ छ, सुन्दर ठाउँ छ। यो सेक्टर यति राम्रो ठाउँमा तपाईँ जोडिनु भएको छ जसले तपाईँले चाहनु भएको उचाइमा तपाईँ सर्टेन टाइममा पुग्न सक्नुहुन्छ। सर्टेन टाइम, एकदम छोटो समयमा। संसारमा जसले बेच्न सक्यो नि साथीहरू, त्यो मान्छेले संसारमा नाम राखेको छ। जति पनि हेर्नुहोस्, अलमोस्ट बिलिनियरहरू हेर्नुहोस्, ट्रिलिनियरहरू हेर्नुहोस्, मिलिनियरहरू हेर्नुहोस्, तिनीहरू सेल्स प्रोफेसनमा छन्। हामी इन्सुरेन्स सेलिङ गर्दैछौँ विदाउट इन्भेस्टमेन्ट। यो इन्सुरेन्स सेलबाट तपाईँले आफ्नो जीवनलाई तपाईँले चाहेको उचाइमा लान सक्नुहुन्छ। अनलिमिटेड सक्सेस। तपाईँलाई के चाहियो, तपाईँले चाहेको चिज यहाँ प्राप्त गर्न सक्नुहुन्छ। तपाईँलाई लाग्न सक्छ, मैले हिजो पनि भने, तपाईँलाई लाग्न सक्छ कि म त यो गाउँको मान्छे, म त्यो ठाउँको मान्छे, म सानो ठाउँमा बस्ने मान्छे, म त गरिब मान्छे, मेरो चाहिँ आर्थिक स्थिति नै कमजोर भएको मान्छे, मेरो त यस्तो यस्तो साथीहरू मात्रै छ भन्ने जुन मानसिकता हामीमा छ, त्यो तपाईँलाई त्यो लागिरहेको छ यदि भनेदेखि तपाईँको त्यो सोचाइ मात्रै हो। सोचाइलाई परिवर्तन गर्नु। तपाईँलाई एउटा ध्रुव सत्य कुरा सुनाऊ, सिक्रेट सुनाऊ। संसारका बिलिनियरहरूमा 85% बिलिनियर्स आर फ्रम जिरो। संसारका जो बिलिनियरहरू आज अरबपतिको सूचीमा, खरबपतिको सूचीमा, त्योभन्दा माथिका चाहिँ लेभल एचिभ गरेका मान्छेहरू जति छन्, त्यो मध्येमा 85% मान्छेहरू चाहिँ जिरोबाट सुरु गरेका हिरो भएका मान्छेहरू छन्। मात्रै 15%, 15% मान्छेहरू मात्रै अलरेडी व्यवसायिक घरानाबाट बिलङ्स गर्छन्। अब भन्नुहोस् त तपाईँ र ममा चाहिँ, तपाईँ र मैले चाहिँ यो एचिभ गर्न नसक्ने कुन चाहिँ चिजले रोकेको रहेछ? एउटै मात्रै चिज छ, थिङ्किङ प्याटर्न। हामी आज थिङ्किङ प्याटर्नलाई विशेष गरी जोड दिन्छौँ। अब यो कुरामा किन सक्सेस भइरहेका छैनौँ, यो कुराहरू अब हामी अगाडि जानेछौँ। यसको सबैभन्दा ठुलो हाम्रो माइन्डसेट, हाम्रो चाहिँ ब्रेन, हाम्रो सोचाइ, हाम्रो मस्तिष्क, जे नामले तपाईँ चिन्नुहोस्, फिक्स माइन्डसेट र ग्रोथ माइन्डसेट। तपाईँलाई म एउटा सानो घटना बताउन चाहन्छु। तपाईँले धेरै ठाउँमा सुनिसक्नु भएको घटना। जुत्ता व्यापारी धेरैवटा क्लासहरूमा, धेरैवटा ट्रेनिङहरूमा यो सुनाउने गरेपछि एकदम यो इन्सपायर गर्ने टाइपको रहेको छ। यहाँ थोरै सेयर गर्न चाहन्छु। एकजना जुत्ता व्यापारी कुनै ठाउँमा जुत्ता बेच्न जान्छ, गाडीभरि जुत्ता लिएर जान्छ। त्यो ठाउँको मान्छे, जुन ठाउँमा ऊ गएको थियो, त्यो ठाउँको मान्छे चाहिँ उसले त्यो ठाउँको मान्छेहरू चाहिँ खाली खुट्टा हिँड्ने गरेको देख्छ। ऊ नर्भस हुन्छ, ला यहाँको मान्छेले त कसैले जुत्तै नलगाउँदो रहेछ, अब मेरो त जुत्तै नबिक्ने भयो। उनलाई त्यस्तो लाग्छ, रु फर्केर आउँछ। अनि कम्पनीको साउले, मालिकले फेरि अर्को सेल्सम्यानलाई पठाउँछ त्यही ठाउँमा। अर्को सेल्सम्यान गएर त्यहाँनिर चाहिँ उसले त्यो खाली खुट्टा भएको मान्छे देख्दाखेरि उसले यति अवसर देख्छ, साउजी यहाँ त कसैले जुत्तै लगाएको रहेछ, सबैको खुट्टामा चाहिँ जुत्ता बिक्री हुने सक्ने, उनीहरूले जुत्ता किन्ने अवसर छ यहाँ। मलाई अरू माल बनाएर पठाइदिनुहोस्, गाडीका गाडी माल पठाइदिनुहोस्, म यहाँ जुत्ता धेरैभन्दा धेरै जुत्ता बिक्री हुने सम्भावना मैले देखेँ, म यहाँ जुत्ता बेच्न सक्छु भनेर उसले भन्छ। र 2-4जना मान्छेलाई फ्रीमा जुत्ता लगाउन दिन्छ। 1-2जना मान्छेलाई फ्रीमा जुत्ता लगाइसकेपछि जुत्ताले जुन कम्फर्ट बनाउँछ, उसले त्यो कुरा सबैले सेयर गर्छ। सेयर गरिसकेपछि सबैजनाले जुत्ता किन्न थाल्छ। जुत्ताको बिक्री हाहा सोचेको भन्दा बढी हुन्छ। त्यही ठाउँ हो, त्यही साउको मान्छे, त्यही साउको सेल्सम्यान चाहिँ त्यहाँ गएर हेर्दाखेरि एउटाले के गर्यो, उसले त्यहाँ समस्या देख्यो। समस्या किन देख्यो भन्दा उसको माइन्डसेट नै उसको फिक्स माइन्डसेट थियो। त्यहाँ स्क्रिनमा देखिरहनु भएको छ उसको फिक्स माइन्डसेट। जे कुरालाई उसले समस्याको रूपमा कन्भर्ट गरेर हेर्यो, जे कुरालाई पनि उसले अवसर देखेन, उसको माइन्डसेटले त्यो चिज चिन्नै सकेन।
जसले गर्दाखेरि ऊ फर्केर आयो, अर्को व्यापारी गयो, अर्को सेल्सम्यान गयो, त्यो सेल्सम्यान सेम प्रकृतिको सेल्सम्यान, सेम पोस्टको सेल्सम्यान, सेम कम्पनीको सेल्सम्यान त्यही ठाउँमा जाँदाखेरि उसले त्यहाँ सम्भावना नै सम्भावना देख्यो। किन त भन्दाखेरि उसको माइन्डसेट नै ग्रोथ माइन्डसेट थियो। उसको ग्रोथ माइन्डसेटको कारण उसले त्यहाँनिर सोचेको भन्दा बढी व्यापार गर्यो। तपाईँ भन्नुहोस् अमेरिकामा प्रोडक्सन भएको चिज संसारभरि फैलिएको छ, नेपालमा प्रोडक्सन भएको चिज पनि कति चिजहरू छ जुन संसारभरि फैलिएको छ, चाइनामा, जुनसुकै देशको पनि भन्नुहोस्। एउटा देश, हामी कुनै पनि देश आफ्नो देशको मात्रै उत्पादनले बाँचेका छैनौँ। कुनै एउटा देशको नाम छ मलाई अहिले याद भएन, जसले चाहिँ बाहिरी कन्ट्रीहरूले सपोर्ट नगरेको कारण आफ्नै देशमा मात्रै सम्पूर्ण चिजहरू उत्पादन गरेर उसले आफ्नो राष्ट्र चलाउँछ। त्योभन्दा बाँकी सम्पूर्ण देशहरू चाहिँ एक अर्कामा कोर्डिनेसन गरेर नै चलिरहेको छ। यदि ती व्यापारीहरू जो त्यहाँको उत्पादकहरू, हाम्रो नेपाली उत्पादक भनौँ, उद्योगपतिहरू भनौँ, अन्य देशका उद्योगपतिहरू भनौँ, अन्य देशका त्यो उत्पादकहरू भनौँ, उनीहरू फिक्स माइन्डसेटमा बसेको भए व्यापार सम्भव थियो र? यो माइन्डसेटको खेला हो, अरू केही होइन। सम्पूर्ण जे चिजहरू जति पनि छ यी सम्पूर्ण चिजहरू भनेको माइन्डसेटको खेला हो। आजसम्म हामी किन सक्सेस हुन सकिरहेका छैनौँ? आजसम्म हामीले चाहेको एचिभमेन्ट, चाहेको उचाइ, चाहेको सफलता, चाहेको आम्दानी किन गर्न सकिरहेका छैनौँ? त्यसको कारण हो हामीले हाम्रो माइन्डलाई फिक्स बनाएर राखेका छौँ। हामीले हाम्रो माइन्डलाई ताला लगाएर राखेका छौँ। हामीले हाम्रो माइन्डलाई बाँधेर राखेका छौँ। योभन्दा माथि तेरो क्षमता नै छैन। योभन्दा आफूलाई नै दुनियाँले जेसुकै भनोस् त्यो कुरामा हामीलाई मतलब छैन, तर आफूले आफूलाई नै यति हामी होच्याउँछौँ, हामी यति गिराउँछौँ, हामी यति तल झार्छौँ, हामी यति हामीले आफूले आफूलाई मनोबल कमजोर बनाउँछौँ कि यो त तेरो क्षमता कुरै होइन। अनि मैले हिजो पनि भनेको थिएँ, फेरि पनि भन्छु, यदि सानो सानो सफलतामा तपाईँ सन्तुष्ट हुनुहुन्छ भने तपाईँ फिक्स माइन्डसेटमा हुनु। यो माइन्डसेटलाई म गरिबीको माइन्डसेट भन्ने गरेको छु मैले। गरिब माइन्डसेट। तपाईँलाई आज महिनाको 25,000 आयो, दाल चामल चलेको छ, ए भइगयो नि त, सन्तुष्ट छौँ नि त, यतिमै काम चलाउन। यसलाई के भन्छ? एडजस्टमेन्ट। लाइफमा एडजस्टमेन्ट गर्ने। प्रतिदिन लाइफमा एडजस्टमेन्ट गर्नुहुन्छ साथीहरू। आज मासु भएन त के भयो? आलुले काम चलाउन। आज दही विभिन्न परिकार भएन त के भयो? अचार र भात नै खाउँ न। यो खालको एडजस्टमेन्ट लाइफमा कति दिन गर्नुहुन्छ? मैले हिजो पनि भने, म फेरि पनि भन्छु, हाम्रो जीवनलाई हामी कहिले उठाउने? अब हामी व्हील चेयरमा बसेपछि उठाउने? हामी बिमारीले थल्लिएपछि उठाउने? जागिर खोज्न जाने? आम्दानी बढाउन जाने? हामी 60 वर्ष पुगेपछि त्यसपछि बिमा बेच्न जाने? मैले फेरि पनि दोहोऱ्याएँ, मान्छेको बदलाव दुईटा तरिकाले हुन्छ। एउटा तरिका आफूले आफूलाई बदल्ने र अर्को तरिका समयले बदल्ने। आफूले आफूलाई, हाम्रो सोच, हाम्रो मानसिकता, हाम्रो परिस्थिति, हाम्रो जुनसुकै परिस्थितिमा भए पनि हाम्रो सोचाइलाई सकारात्मक बनाएर हामीले आफूले आफूलाई बदल्यौँ भनेदेखि जीवन साह्रै सुन्दर हुन्छ, फुलै फुलले भरिएको बगैँचा हुन्छ। यदि समयले बदल्नु पर्यो भनेदेखि जिउँदै नर्क देखाइदिन्छ साथीहरू। त्यसले गर्दाखेरि हामीसँग आज समय छ, हामीसँग आज स्वास्थ्य छ, हामीसँग आज पारिवारिक सपोर्ट छ, हामीसँग आज हरेक यति ठुला ठुला कम्पनीहरू खुलेका छन्, यति ठुला ठुला कम्पनीले हामीलाई अवसर दिएको छ। हामीले यो पाएको अवसरलाई सदुपयोग गरौँ साथीहरू। अन्यथा समयले बदल्यो र हामीले समयको दुर्दशा हामी खेप्नु पर्यो भनेदेखि त्यो सबैभन्दा कष्टकर, जीवनको यादगार कष्टकर साबित हुनेछ। यहाँनिर केही लक्षणहरू छ फिक्स माइन्डसेट र ग्रोथ माइन्डसेटको केही लक्षणहरू छ, म यहाँलाई सो गर्दैछु। फिक्स माइन्डसेटले के भन्छ? खर्च गर्ने कुरामा मैले 3-4वटा टपिक्सहरू, 8-9वटा टपिक्सहरू छुट्याएको छु। के कुरामा के भन्छ? खर्च गर्ने कुरामा वृद्धि हुँदै गएको खर्चलाई कटौती गरेर आम्दानी बढाउनु पर्छ भनेर चाहिँ फिक्स माइन्डसेटका मान्छेहरूले भन्छन्। गरिब माइन्डसेटका मान्छेहरूले भन्छन्, मेरो 25,000 आम्दानी छ, अथवा 30,000 आम्दानी छ, अथवा 40,000 आम्दानी छ। मैले अघि पनि भने, यदि हाम्रो महिनामा अहिले आइरहेको आम्दानीमा हामी खुसी छौँ भने हाम्रो माइन्डसेट के छ? गरिबी माइन्डसेट, फिक्स माइन्डसेट छ। त्योभन्दा बढ्ने खालको माइन्डसेट नै छैन। यदि खर्च तपाईँको महिनामा मासिक रूपमा हुने खर्च तपाईँको मासिक आम्दानीको आधारमा तपाईँ खुम्च्याउन चाहनुहुन्छ, महिनाको 50,000 खर्च छ तर तपाईँको आम्दानी पनि 85,000 छ, त्यो खर्चलाई हटाउँ, 40,000मा झारौँ र आम्दानी बढाउँ, बचत गरौँ भन्ने तपाईँको सोच छ भनेदेखि, यदि तपाईँ यो सोचमा जिरहनु भएको छ, बाँचिरहनु भएको छ भने तपाईँ फिक्स माइन्डसेटमा हुनुहुन्छ। यदि तपाईँ यो आम्दानीले पुगेन, आम्दानीको स्रोतहरू अरू बढाउँ, यसलाई ग्रोथ गर्न जरुरी छ भने तपाईँलाई लागिरहेको छ र स्रोतहरू खोजिरहनु भएको छ भने तपाईँ पक्कै पनि ग्रोथ माइन्डसेटमा हुनुहुन्छ। बातचित गर्ने शैली, यदि आफ्ना साथीहरूको नकारात्मक कुराहरू, त्यसको पक्षहरू, आर्थिक स्थिति र कम्पनीसँग प्रतिस्पर्धा गर्ने बारेमा चाहिँ यदि नेगेटिभ कुराहरू कुरा गर्छ भने त्यो फिक्स माइन्डसेटमा छ। उसले त्यहाँ अवसरै देख्दैन र आफ्ना साथीहरूको सकारात्मक पक्षलाई लिन्छ, कम्पनीको सकारात्मक पक्षहरू लिन्छ, कम्पनीको चाहिँ प्रतिस्पर्धाको बारेमा सोच्छ भने ऊ के छ? ग्रोथ माइन्डसेटमा छ। यदि तपाईँ के गर्दै हुनुहुन्छ, तपाईँ अहिले छुट्याउनुहोस्, म कुन माइन्डसेटमा रहेछु भन्ने कुरा छुट्याउनुहोस्। यदि परिवर्तन गर्न जरुरी रहेछ भनेदेखि अहिले परिवर्तन गर्नुहोस्। प्रगति गर्ने विषयमा कटौती र त्योभन्दा कम, त्योभन्दा पनि यथास्थितिमा विश्वास गर्छ फिक्स माइन्डसेटका मान्छेले। खर्चहरू कटौती गर्ने, विभिन्न कुराहरू जुन हाम्रो चाहिँ एक्सपेन्सेसहरू छ त्यसलाई कटौती गर्ने र योभन्दा माथि बढ्नु हुँदैन, हाम्रो क्षमताले भ्याउँदैन, मेरो इन्कम यति मात्रै छ भनेर चाहिँ जुन खालको व्यवहारहरू हामीले दैनिक गर्छौँ, त्यो दैनिकी त्यस्तो खालको व्यवहार भइरहेको छ तपाईँको जीवनमा भनेदेखि तपाईँ फिक्स माइन्डसेट हुनु। ग्रोथ माइन्डसेटले के गर्छ? विस्तार गर्छ। जस्तै व्यापार गरिरहेको छ भनेदेखि
फरक फरक ठाउँमा शाखाहरू खोल्छ उसले, फरक फरक विषयमा फरक फरक ठाउँमा लगानी गर्छ उसले। फिक्स माइन्डसेटको मान्छेले एउटै पसल रुँगेर छोरालाई पनि त्यही पसल के अरे नातिलाई पनि त्यही पसल, बाजेको पनि त्यही पसल थियो, त्यही पसलमै जीवन बिताउँछ। फिक्स माइन्डसेटले ग्रोथ माइन्डसेटले त्यसलाई ग्रो गर्दै जान्छ। अर्को हेर्नुहोस्, भविष्य भविष्य सीमित छ भन्ने विश्वास गर्छ। योभन्दा माथि हाम्रो सोच, हाम्रो चाहिँ क्षमता नै छैन भन्ने कुरा विश्वास गर्छ। योभन्दा माथि जानु हुँदैन भन्ने कुरा विश्वास गर्छ। मेरो वार्षिक आम्दानी 5 लाख हो, यो 5 लाखले नै काम चलाउनु पर्छ भन्ने कुरा विश्वास गर्छ फिक्स माइन्डसेटका मान्छेले। ग्रोथ माइन्डसेटका मान्छेले के गर्छ, भविष्यमा धेरै सम्भावना छ, म यस्तो गर्न सक्छु, यस्तो गर्न सक्छु, यस्तो गर्न सक्छु, यो ठाउँमा यसरी काम गर्न सक्छु भने उसले नयाँ नयाँ आइडियाहरू खोज्छ। तपाईँ के गर्दै हुनुहुन्छ यो दुईटा मध्येमा? यदि तपाईँ भविष्य सीमित छ भनेर सोचेर बस्नु भएको छ, योभन्दा माथि मेरो क्षमता छैन भनेर सोचेर बस्नु भएको छ, यतिमै म सीमित रहनुपर्छ भन्ने कुरामा सोचेर बस्नु भएको छ भने तपाईँ फिक्स माइन्डसेटमा हुनुहुन्छ। र भविष्यमा भएको सम्भावित पक्षहरूको खोजीमा, सम्भावित ग्राहकहरूको खोजीमा, सम्भावित सहरहरूको खोजीमा, सम्भावित अप्सनहरूको खोजीमा तपाईँ हुनुहुन्छ भने तपाईँ ग्रोथ माइन्डसेटमा। काम कसरी लिने त? फिक्स माइन्डसेट भएको मान्छेले कामलाई कसरी हेर्छ, ग्रोथ माइन्डसेट भएको मान्छेले कामलाई कसरी हेर्छ भन्ने विषय काममा पनि फरक पर्छ। यदि फिक्स माइन्डसेटको मान्छे छ भने काम पन्छाउनतिर लाग्छ। यो मान्छेले मलाई लोड गराउँदैछ, यो मान्छेले मलाई जबरजस्ती चाहिँ लोड गर्दैछ, यो मेरो क्षमता भन्दा बढी यो मान्छेले मलाई चाहिँ जबरजस्ती प्रेसर दिँदैछ भन्नेतिर सोच्छ फिक्स माइन्डसेटको मान्छेले। तर ग्रोथ माइन्डसेटको मान्छेले के गर्छ भनेदेखि बढीभन्दा बढी जिम्मेवारी लिने प्रयास गर्छ। हजुर सर यो त म सकिहाल्छु, मलाई दिनुहोस् न म गर्छु। उसले आफ्नो काम गरिरहेको हुन्छ र पनि फेरि थप उसले चाहिँ जिम्मेवारी लिने प्रयास गर्छ। क्षतिपूर्तिमा औसतमा प्रतिस्पर्धा गर्न खोज्छ ग्रोथ माइन्डसेट भएको मान्छेले चाहिँ सर्वोत्तम स्थानको लागि प्रतिस्पर्धा गर्न खोज्छ। फिक्स माइन्डसेटले औसतमा प्रतिस्पर्धा गर्न खोज्छ भने ग्रोथ माइन्डसेटको मान्छेले चाहिँ सर्वोत्तम स्थानहरू के हो त त्यो ठाउँहरू खोज्छ र त्यसमा प्रतिस्पर्धा गर्न खोज्छ। लक्ष्यहरू फिक्स माइन्डसेटको मान्छेले जहिले पनि सानो लक्ष्य राख्छ। उसले 1 करोडको गाडी किन्ने विषयमा सोच्दैन, उसको त्यो लक्ष्य नै हुँदैन। तर ग्रोथ माइन्डसेटको मान्छेले उसको आजको आर्थिक स्थिति के छ त्यो कुरासँग मतलब राख्दैन उसले। ऊ गाउँले जीवनै जिरहेको भए पनि उसको माइन्डमा जब ग्रोथ माइन्डसेट सेटअप हुन्छ उसले चाहिँ अवसरहरू, ठाउँहरू, चान्सहरू, अपर्च्युनिटीहरू खोज्न थाल्छ। कहाँ छ त मौका, कहाँ छ अवसर, कहाँ चाहिँ अपर्च्युनिटी छ त त्यो कुरा खोज्न थाल्छ। उसले ठुलो लक्ष्य राख्छ, उच्च लक्ष्य राख्छ, उच्च सम्भावित ठाउँहरू के हो त्यो खोज्छ। तपाईँ यो ठाउँमा धेरै पोलिसीहरू सेल गर्न सक्नु भएको छैन भने उसले ठुलो सहर खोज्छ। तपाईँ भन्नुहोस् त मलाई, तपाईँ यदि आज गाउँमा बसेर जिरहनु भएको छ, गाउँमा बसेर व्यापार गरिरहनु भएको छ भनेदेखि तपाईँ ठुल्ठुलो सहरमा जाँदा तपाईँलाई कसैले नजा भन्छ? कोही एकजना मान्छे निस्किन्छ तपाईँलाई चाहिँ यो ठाउँमा तपाईँको लागि होइन, तपाईँ घर त त्यो फलाना ठाउँमा रहेछ, त्यही गएर तपाईँ व्यापार गर्नुहोस् न भने तपाईँलाई कसैले भन्छ? तपाईँ काठमाडौँमा नआउनुहोस् भनेर कसैले भन्छ? तपाईँ पाल्पाको मान्छेलाई भैरवमा बुटोलमा नझर्नुहोस् भनेर कसैले भन्छ? तपाईँ सुर्खेतको मान्छेलाई चाहिँ दाङ तुलसीपुरमा नआउनुहोस् भनेर कसैले भन्छ? वीरेन्द्रनगरमा नझर्नुहोस् भनेर कसैले भन्छ? तपाईँ ताप्लेजुङको मान्छेलाई बिरताबाट नझर्नुहोस् भनेर कसैले भन्छ? भन्दैन नि। तर के छ भने हाम्रो माइन्डसेटले नै त्यो ठाउँ परिवर्तन गर्नै दिँदैन। बाबुबाजे यहीँ मरे म पनि यहीँ मर्छु भन्ने विश्वासमा हामी बस्छौँ। त्यो खालको माइन्डसेट यदि तपाईँसँग छ, त्यो खालको माइन्डसेटमा तपाईँ बाँचिरहनु भएको छ, त्यो तरिकाले तपाईँ आजसम्म जिरहनु भएको छ भने त्यो सोचलाई परिवर्तन गर्नु साथीहरू। जहाँ राम्रो पोलिसी सेल हुन्छ, जहाँ ठुलो व्यापारीहरू बस्छ, जहाँ हाई इन्कम गर्ने मान्छेहरू बस्छ त्यो ठाउँ खोज्नुहोस्। तपाईँलाई त्यहाँ कसैले पनि नआइज भन्दैन। अवसर खोज्ने हो हामीले। हामी आजसम्म के गरिरहेका छौँ त? हाम्रै गाउँघरमा वरिपरि देखिएको मान्छेलाई हिजो पनि उसैलाई भनेको थियौँ, भोलि पनि उसैलाई भन्छौँ, पर्सि पनि उसैलाई भन्छौँ, आज पनि उसैलाई भनिरहेका छौँ। बिचराले कति पोलिसी दियोस्? अनि तपाईँको इन्कम कसरी बढ्छ? बढ्नै सक्दैन। कुनै पनि उद्योग व्यापारीले तपाईँलाई मौका भेट्न नआउनु भन्छ? भन्दैन नि। सबैले तपाईँलाई वेलकम गर्छ। सबैजना रेडी छन् तपाईँलाई वेलकम गर्नको लागि। मात्रै तपाईँ त्यो ठाउँमा जानका लागि आफूलाई कन्फिडेन्स बनाउनुहोस्। त्यो जरुरी छ। मैले हिजो पनि भने आफ्नो स्ट्यान्डर्ड मेन्टेन, आफ्नो सेटअप मेन्टेन, आफ्नो चाहिँ मनस्थिति मेन्टेन, आफ्नो चाहिँ हरेक विषयवस्तुमा यदि बिमाको मैले अघि सुरुमै भने हामी आफू एक्सपर्ट मान्छेसँग काम गर्न सेवा लिन चाहन्छौँ भने अरूले पनि त्यही कुरा चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ। बिमाको एक्सपर्ट मान्छेहरूसँग मात्रै बिमा लिन चाहन्छन्। तपाईँ एक्लै गएर चाहिँ पोलिसी कन्भिन्स गर्दाखेरि 25 लाखको पोलिसी पनि कन्भिन्स हुन मान्दैन। तर ब्रान्च म्यानेजर साथमा गएर कन्भिन्स गर्दा कहिलेकाहीँ 5 लाख भन्ने ठाउँमा 50 लाखको पोलिसी सेल भएको घटना छ कि छैन? छ भने थम दिनुहोस् त एकचोटि। कतिपय ठाउँमा मेरो जीवनमा कतिपय ठाउँमा यस्तो घटनाहरू घटेको छ। 1 लाख, 2 लाख, 5 लाखको पोलिसी कन्भिन्स गरिरहेको मान्छेलाई मैले उहाँको चाहिँ आम्दानी बेस हेरेर एनालाइसिस गरेर मैले पोलिसी पिच गर्दाखेरि त्यो पोलिसी 50 लाखको पनि बिक्री भएको छ, 1 करोडको पनि बिक्री भएको छ। धेरैवटा त्यस्तो पोलिसीहरू बिक्री भएको छ। किन त भन्दाखेरि ब्रान्च म्यानेजर गइसकेपछि यो मान्छे पोलिसीसँग एक्सपर्ट छ है भन्ने कुरा उसलाई विश्वास लाग्दो रहेछ। यो मान्छे विषयवस्तुसँग दक्ष छ भन्ने कुरा विश्वास लाग्दो रहेछ। तपाईँले यो फिल गराउनु भएन कि म अभिकर्ता हुँ, ब्रान्च म्यानेजर म भन्दा जान्ने छ,
म ब्रान्च म्यानेजरलाई तपाईँ कहाँ लिएर आउँछु है भन्ने कुरा फिल गराउनु भने तपाईँ आफै फेस गर्नुहोस्। जबसम्म तपाईँ अर्काको साथ खोज्नुहुन्छ नि तबसम्म तपाईँलाई विश्वासै गर्दैन मान्छेले। के सिक्न आवश्यकता छ? बिमामा यस्तो के चिज छ जुन तपाईँ सिक्न सक्नुहुन्न? ल भन्नुहोस् त एउटा कुरा भनिदिनुहोस् त मलाई। एउटा मात्रै कारण, एउटा मात्रै विषय भन्नुहोस् त। यो चाहिँ कुरा छ म सिक्न सक्दिनँ, यो कुरा म जान्न सक्दिनँ भन्ने कुनै विषय छ अहिलेसम्म? हामीले जान्नुपर्ने विषय पोलिसी हो, राम्रो धेरै राम्रोसँग जान्नुपर्ने पोलिसी हो, प्रोडक्ट हो। 95% भन्दा बढी साथीहरूलाई त कम्पनीको प्रोडक्ट एउटा भन्दा दुईटा पोलिसी भन्दा बढी थाहै छैन। सिक्ने इच्छै राख्नुहुन्न। अनि तपाईँ कसरी सेल गर्नुहुन्छ? मैले एकजना सरको यहाँनिर मेडिकल देखिरहेको छु। उहाँले त्यो मेडिकलमा राख्नु भएको एक एक औषधिको विषयमा उहाँ जानकार हुनुहुन्छ र न त्यो औषधि सेल गरिरहनु भएको छ। हो कि होइन सर? तपाईँको चाहिँ तपाईँको पसलमा कति एमएलको सिरिन्ज छ? तपाईँको आइभी लगाउने कसरी, आइएम लगाउने कसरी, ओरल खुवाउने के, अथवा चाहिँ अरू अरू आइटमहरू के खुवाउने, ओइन्टमेन्ट लगाउने कि लिक्विड लगाउने कि, त्यो विषयमा तपाईँ जानकार हुनुहुन्छ, जसले गर्दा तपाईँ मेडिकल चलाइरहनु भएको छ। तपाईँ औषधि व्यवसायी अथवा चाहिँ मेडिकल प्रोफेसन अथवा स्वास्थ्य कर्मीको रूपमा तपाईँ परिचित हुनुहुन्छ। यदि तपाईँ त्यो त्यहाँ राखेको पसलमा राखेको औषधिहरू तपाईँ त्योसँग तपाईँ जानकार हुनु भएन भने त्यो औषधि तपाईँ बेच्न सक्नुहुन्छ? सक्नुहुन्न नि। हामी पनि व्यापारी हौँ साथीहरू। हामीले कम्पनीमा भएको एक पोलिसीको विषयमा राम्रोसँग जान्नुपर्छ। तपाईँलाई कति दिन लाग्छ? बढीमा बढी 1 हप्ता लाग्ला। यहाँ धेरै साथीहरू चाहिँ 10 वर्ष, 15 वर्ष, 20 वर्षदेखि बिमा क्षेत्रमा काम गर्दै आउनु भएको होला। कोही 2 वर्ष, 4 वर्षबाट सुरुवात गर्नुभएको होला, कोही भर्खरै पनि लाइसेन्स लिनु भएको होला। सबैजनालाई जरुरी एकदम महत्त्वपूर्ण विषय हो, पोलिसीको विषयमा तपाईँ पर्फेक्ट बन्नुहोस्। जबसम्म तपाईँ पोलिसीको विषयमा नै, आधारभूत आवश्यकताको विषयमा नै तपाईँ पर्फेक्ट हुनुहुन्न भने तपाईँ सेल्स कसरी गर्नुहुन्छ? जसले हेलिकप्टर सेल गर्छ, हेलिकप्टरको पार्ट पुर्जा एक पार्ट पुर्जाको विषयमा ऊ जानकार हुन्छ। जसले कपडा बेच्छ, कपडाको हरेक आइटमको विषयमा ऊ जानकार हुन्छ। कटनको कपडा के हो, पोलिस्टर कपडा के हो, हरेक विषयमा जानकार हुन्छ। हामी पोलिसीको विषयमा पर्फेक्ट हुन जरुरी छ। जसले गर्दाखेरि यदि हामी हाम्रो विषयवस्तुमा जानकार भयौँ भने हामीलाई कसैको सहायता चाहिँदैन। र आजै प्रण गर्नुहोस् कि म कहिले पनि ब्रान्च म्यानेजरलाई लिएर मेरो क्लाइन्ट कहाँ जाँदिनँ भन्ने कुरा आजै प्रण गर्नुहोस्। यदि तपाईँले अपलाइनरलाई, यदि तपाईँले ब्रान्च म्यानेजरलाई साथ लान चाहनुहुन्छ भने तपाईँ सधैँ कमजोर, तपाईँ सधैँ अपाङ्ग हो, तपाईँ सधैँ डिसेबल हो, मेन्टली डिसेबल हो। तपाईँ आफ्नो विषयवस्तुमा तपाईँ पर्फेक्ट हुनुहोस्। तपाईँलाई सधैँ अरूले कपडा लगाइदिनु पर्यो भनेदेखि, तपाईँलाई सधैँ खुवाइदिनु पर्यो भने, तपाईँलाई सधैँ नुहाइदिनु पर्यो भने तपाईँ सक्षम मान्छे हो त होइन नि। त्यसले गर्दा आजै प्रण गर्नुहोस्, जे कुरा तपाईँलाई अपुरो छ, जे कुरा तपाईँ असक्षम हुनुहुन्छ, पोलिसीको विषयमा, राइडरको विषयमा विभिन्न विषयहरू छ, बिमामा सिक्नुपर्ने कुरा धेरै कुराहरू छ। आज मेरो 15-20 वर्ष अराउन्डमा अझै पनि म नयाँ कुराहरू सिकिरहेको छु, बजारमा नयाँ कुराहरू आइरहन्छ। त्यो सिक्नको लागि तपाईँ सधैँ आफूलाई विद्यार्थी बनाएर राख्नुहोस्, आफूलाई सधैँ जिज्ञासु बनाएर राख्नुहोस्। आजै प्रण गर्नुहोस् कि कम्पनीमा 5 देखि 10 वटा पोलिसी एकदम पर्फेक्ट पोलिसीहरू हुन्छ, सबै कम्पनीमा छ। त्यो पोलिसीको विषयमा तपाईँ पर्फेक्ट बन्न जरुरी छ। जबसम्म तपाईँ पोलिसीको विषयमा पर्फेक्ट बन्नुहुन्न तबसम्म तपाईँ मेन्टली तपाईँ अपाङ्ग हुनुहुन्छ। त्यसले गर्दा तपाईँको माइन्डसेटलाई मैले फेरि पनि त्यो कुरालाई जोड्न चाहेँ। तपाईँलाई कसैले पनि मेरो घरमा नआउनुहोस्, मेरो सहरमा नआउनुहोस् भनेर बाधा गर्दैन। तपाईँ जान सक्ने कन्फिडेन्स बनाउनुहोस्। मलाई सक्सेस हुनु छ र यो ठाउँमा म सक्सेस हुन्छु भनेर तपाईँ त्यो खालको मानसिकता बनाउनुहोस्। मान्छे आज झोला बोकेर अमेरिका किन गइरहेका छन्? सक्सेस हुनको लागि हो नि त, होइन? अमेरिकाको मान्छेले नेपालले नआइज भनेको छ? गइरहेका छन् नि त। अमेरिकाको मान्छे नेपाल आइरहेको छ, चाइनाको मान्छे संसार घुमिरहेको छ, इन्डियाको मान्छे संसार घुमिरहेको छ। किन भन्दा अवसर, कहाँ म सक्सेस हुन सक्छु? यदि गाउँमै बसेर ऊ सक्सेस हुने भए त गाउँमै बस्थ्यो होला नि त, गाउँमै बसेर पोलिसी बेच्थ्यो होला नि त। टप लिडरहरू पनि अवसरको खोजी, हामी सबैजना अवसरको खोजीमा छौँ। त्यसले गर्दाखेरि हाम्रो मेन्टालिटी, माइन्डसेट त्यो खालको बनाउनु पर्यो कि हामी अवसर प्राप्त गर्नको लागि आफ्नो ठाउँ छोड्न सक्छौँ, त्यो ठाउँमा चाहिँ अवसर प्राप्त गर्न सक्छौँ भनेर त्यो खालको मेन्टालिटी हामीले क्रिएट गर्नु पर्यो। ठुलो लक्ष्य राख्नु पर्यो। तपाईँले आजसम्म महिनाको 1 करोड रुपियाँ किन कमाउनु भएको छैन? तपाईँले त्यो मेन्टालिटी नै बनाउनु भएको छैन। म 1 करोड रुपियाँ कमाउन सक्छु भन्ने मेन्टालिटी नै, म 1 करोड कमाउँछु भन्ने मेन्टालिटी नै बनाउनु भएको छैन। ठिकै छ, एउटा दुईटा पोलिसी गरिहेरौँ न, भयो नि भयो, ठिकै छ, भएन भने पनि ठिकै छ, भए ठिकै छ, नभए ठिकै छ। कसले भन्छ? यो फिक्स मेन्टालिटीको मान्छेले भन्छ। आए पनि ठिकै छ, नआए पनि ठिकै छ, मेरो खेतबाट धान फलेकै छँदैछ, त्यसैबाट दाल बिहान बेलुका छाक टरेकै छँदैछ। यदि त्यसो भनिरहनु भएको छ भने तपाईँ फिक्स माइन्डसेटमा हुनुहुन्छ, ग्रोथ माइन्डसेटमा हुनुहुन्न। दृष्टि कस्तो खालको दृष्टि राख्छ? फिक्स माइन्डसेटको मान्छेले अल्पकालीन दृष्टि राख्छ, अल्पकालीन कुरालाई मात्रै, एकदम छोटो समयको कुरालाई मात्रै ध्यान दिन्छ। ग्रोथ माइन्डसेटको मान्छेले लामो कुरालाई ध्यान दिन्छ। 10 वर्ष पछाडि के हुन सक्छ, 20 वर्ष पछाडि के हुन सक्छ, त्यो कुरालाई ध्यान दिन्छ। सुरक्षाको हिसाबले, सुरक्षाको विषयमा फिक्स माइन्डसेटको मान्छेले समस्याको रूपमा लिन्छ र त्यसलाई चिन्ता गर्छ, र ग्रोथ माइन्डसेटको मान्छेले सुरक्षालाई सफलताको पक्षको रूपमा लिन्छ। जति ठुला उद्योगपतिहरू छन् नि, उहाँहरूले हरेक उद्योगको पार्ट पूर्जाको इन्सुरेन्स गरेको हुन्छ। सुरक्षा, त्यसलाई सुरक्षा
सुरक्षा कवचभित्र राखेको हुन्छ। किन त भन्दाखेरि उनीहरू ग्रोथ माइन्डसेटमा छन्। यसबाट चाहिँ मलाई हुन सक्ने क्षतिको चाहिँ एगेन्स्टमा म अलवेज रेडी हुनुपर्छ भनेर चाहिँ उनीहरूले सोच्नुहुन्छ। अर्को एउटा सत्य कुरा साथीहरू, सङ्गत अनुसारको रङ्गत भन्ने हामीले सुनेका छौँ। सानो माइन्डसेट भएको मान्छेहरूले सानो सानो सोच राख्ने मान्छेहरू वरिपरि आफू घुम्छ, त्यस्तै खालको सर्कल बनाउँछ, त्यस्तै खालको साथी सर्कल हुन्छ। जसले ठुलो विचार राख्नै सक्दैन, ठुलो विचारहरूले सोच्नै सक्दैन, त्यस्तो खालको मान्छेको वरिपरि आफूलाई राखिरहन्छ। ग्रोथ माइन्डसेटको मान्छेले उद्धार तथा प्रगतिशील विचारहरू राख्ने मान्छेहरूको वरिपरि आफूलाई राख्छ। तपाईँ अफिस जाँदा पनि तपाईँ सर्लक्क छुट्टिन्छ। तपाईँ कुन माइन्डसेटमा हुनुहुन्छ भन्ने कुरा यदि तपाईँ अफिस आउँदाखेरि मैले तपाईँलाई भेटेँ भनेदेखि म ठ्याक्कै थाहा पाउन सक्छु तपाईँ कुन माइन्डसेटको हुनुहुन्छ भनेर। यदि तपाईँ फिक्स माइन्डसेटको हुनुहुन्छ भने थोरै थोरै पोलिसी बेच्ने मान्छेहरूलाई साथी बनाउनुहुन्छ। तपाईँ हेर्नु होला, तपाईँ ब्रान्चमा जाँदाखेरि कस्तो खालको साथीहरू तपाईँ बनाउँदै हुनुहुन्छ। तपाईँ महिनामा करोड, वर्षमा करोडौँ कलेक्सन गर्ने साथीहरू तपाईँ बनाउँदै बनाउनुहुन्न। यदि तपाईँ फिक्स माइन्डसेटमा तपाईँ यस्तो खालको गरिरहनु भएको छ, यस्तै वास्तविक तपाईँको जीवनमा नै यो अपनाइरहनु भएको छ भने तपाईँ बुझ्नुहोस् कि तपाईँ फिक्स माइन्डसेटमा हुनुहुन्छ। यदि यो माइन्डसेटलाई चेन्ज गर्नु भएन, तपाईँले यो सर्कललाई चेन्ज गर्नु भएन भने मैले फेरि पनि दोहोऱ्याएँ, तपाईँको जिन्दगी यत्तिकै बित्छ। गल्ती मान्छेबाट हुन्छ। सानो विचार राख्ने, सानो सोच राख्ने फिक्स माइन्डसेटका मान्छेले सानो सानो त्रुटिहरूमाथि धेरै ठुलो पहाड बनाएर ऊ झगडा गरेर बसिरहन्छ। त्यसैलाई ठुलो समस्या बनाउँछ। कसैलाई हेरिदियो मात्रै भने पनि ऊ एकदम यो मान्छेले मलाई किन हेर्यो भने त्यसलाई त्यही विषयलाई एकदम ठुलो बनाएर ऊ झगडा सिर्जना गर्छ। ग्रोथ माइन्डसेटको मान्छेले त्यसमा अल्झेर बस्न चाहँदैन। ग्रोथ माइन्डसेटको मान्छेले त्यस्ता साना साना कुराहरूलाई व्यवस्था गर्छ। तपाईँले जीवनमा के गर्ने गर्नु भएको छ सम्झिनुहोस्। तपाईँले जीवनमा यो कुराहरू कसरी लिने गर्नु भएको छ। मैले यो माइन्डसेटको विषयमा 10-11 वटा पोइन्टहरू भने कसरी लिने गर्नु भएको छ, त्यसको आधारमा तपाईँ कुन लेभलसम्म पुग्नुहुन्छ भन्ने कुरा डिफाइन गर्छ, डिटरमाइन गर्छ। सबैभन्दा सुरुमा हामीले हाम्रो माइन्डसेटलाई बदल्न जरुरी छ। मैले टिओटी भनेर किन राखेँ, एमडिआरटी किन राखिन, मन्थली क्लब भनेर किन राखिन, मन्थली एचिभमेन्ट भनेर किन राखिन? साथीहरू, वी हेभ टु थिङ्क बिग। हामीले ठुलो सोच्न जरुरी छ। हाम्रो माइन्डसेटलाई ग्रोथ माइन्डसेटमा कन्भर्ट गर्न जरुरी छ। यो 5 महिनामा तपाईहरुलाई टिओटी सम्म पुर्याएरै छाड्छु भन्ने मेरो संकल्प हो। टिओटी सम्म तपाईहरु यो 5 महिनामा पुग्दै गर्दाखेरि यहाँहरुको अहिलेसम्मको व्यवसाय कति भएको छ त्यो मलाई थाहा छैन, तर यदि सुरुवातको चरणमै हुनुहुन्छ र तपाईहरुलाई मैले टिओटी पुर्याउन सक्षम रहेँ भने मलाई शंका छैन। पुर्याउन सक्दिनँ भन्ने कुरा मलाई शंका छैन। म 100% ग्यारेन्टी छु कि म तपाईलाई टिओटीको लक्ष्यमा पुर्याउँछु भन्ने। टिओटीको लक्ष्यमा पुर्याउँदै गर्दा यो 5 महिनामा तपाईले कहिले पनि कल्पना नगरेको आम्दानी कमाउनुहुन्छ 1 करोड 10 लाख रुपैयाँ। तपाईले कहिले आम्दानी कल्पना गर्नु भएको छ 5 महिनामा म 1 करोड 10 लाख कमाउन सक्छु भनेर? तपाईको सोचले अहिलेसम्म त्यो सोच्नै सक्नु भएको छैन। किनभने तपाई हामी के छौं? फिक्स माइन्डसेटमा छौं, पुअर माइन्डसेटमा छौं, हाम्रो कमजोर माइन्डसेटमा छौं। यो मबाट हुँदैन, म यो जातिको मान्छे, म यो समुदायको मान्छे, यो ठाउँमा बस्ने मान्छे, म सानो व्यापार गर्ने मान्छे, म सानो इन्कमको मान्छे, यो खालको चाहिँ मेरो क्षमताको विषय हुँदै होइन भनेर हामीले बाँधेर राखेका छौं। जसले गर्दा हामी त्यो सोच्नै सकिरहेका छन्। महिनाको 1 करोड रुपैयाँ कोही मान्छे छैन 1 सेकेन्डमा सेकेन्डको करोड हुन्छ। कसैको आम्दानी हेर्नुस् त, संसारका अरबपतिहरुको आम्दानी हेर्नुस् त, 1 सेकेन्ड 1 करोड रुपैयाँ हुन्छ। त्यो एचिभ गर्न के हामी एलन मस्ककै छोरा हुनुपर्ने हो? त्यो एचिभ गर्न हामी बिल गेट्सकै छोरा हुन जरुरी छ? त्यो मार्क जुकरबर्गकै छोरा हुन जरुरी छ र? छैन नि। मात्रै हाम्रो यो यहाँ चाहिँ जन्माउन जरुरी छ कि मलाई यति कमाउनु छ त कमाउनु छ, कमाउनु छ त कमाउनु छ। यो खालको माइन्डसेट बनाउनुस्। म सक्छु त सक्छु, म गरेर देखाउँछु त गरेर देखाउँछु। म सकुशल हुँदा नै, मेरो हात खुट्टा सकुशल हुँदा, मेरो मुटु ठिक हुँदा, मेरो फोक्सो ठिक हुँदा, मेरो मस्तिष्क ठिक हुँदा, मेरो शरीर ठिक हुँदा नै म गर्छु त गर्छु। यो खालको माइन्डसेट राख्नु पर्यो। फलानाले गरेको छैन म चाहिँ किन गर्नु? धेरै साथीहरू यसरी पनि हामी अल्मलिने गर्छौं। धेरै मान्छेहरू चाहिँ साइडमा, मैले अस्ति पनि भने, हिजो पनि भने कि आफ्नो आसपासमा कतिजना मान्छे पार्टिसिपेट भएको छ र यो कार्यक्रमको महत्त्व के हो भन्ने कुरा हामी मूल्याङ्कन गर्ने गर्छौं। त्यो गर्न जरुरी छ। तपाई आफ्नो माइन्डसेटलाई, तपाई आफ्नो मस्तिष्कलाई मजबुत बनाउनुस्। म यहाँलाई एउटा सानो एक्सपेरिमेन्टमा लान चाहन्छु प्र्याक्टिकली। पोजिटिभ माइन्डसेट भर्सेस नेगेटिभ माइन्डसेट। तपाईको पोजिटिभ माइन्डसेट हुँदा के हुन्छ? मैले हिजो पनि भने सानो थोरै, हाम्रो ब्रेनमा यस्तो खालको शक्ति छ जुन कुनै पनि घटना देख्ने बित्तिकै त्यसले रियाक्ट गर्छ। हाम्रो शरीरभरि रियाक्ट गर्छ। फुलको बगैँचालाई देख्यो भने त्यसले रियाक्ट गर्ने रियाक्सन, कुनै मान्छे मरेको लास देख्यो भने त्यसले रियाक्ट गर्ने रियाक्सन, कोही मान्छे रुइरहेको देख्यो भने त्यसले रियाक्ट गर्ने रियाक्सन, कोही मान्छे हाँसिरहेको देख्यो भने त्यसले रियाक्ट गर्ने रियाक्सन। सेकेन्डमा, विदिन अ सेकेन्ड हाम्रो ब्रेन यति फास्ट छ कि त्यसले रियाक्ट गर्छ। तपाई पोजिटिभ माइन्डसेट राख्नुस्, हरेक कुरालाई सकारात्मक रूपले हेर्नुस्, त्यसले तुरुन्तै सकारात्मक रूपमा लिन्छ। तपाई यो काम गर्न सक्छु भन्ने सोच्नुस्, तपाईलाई उले 1000 वटा तरिकाहरू बताइदिन्छ। तपाईको ब्रेनले तपाईलाई 1000 वटा तरिकाहरू खोल्दिन्छ। तपाई सक्छु भन्ने, तपाईले यो कारणले सक्नुहुन्छ भन्ने खोल्दिन्छ। तपाई त्यो ब्रेनलाई फेरि पनि भन्नुस् म त यो सक्दिन भन्नुस्, उले 1000 वटा कारण बताइदिन्छ। तपाई हो साँच्चै नै तपाई सक्नुहुन्न भन्ने बताइदिन्छ। तपाई के सोच्ने? तपाई सक्छु भन्ने सोच्ने, यो 1 करोड महिनाको मेरो लागि नै हो भन्ने सोच्ने, अथवा चाहिँ यो मेरो लागि होइन भन्ने सोच्ने? यदि होइन भन्ने सोच्नुहुन्छ भने तपाईँ कहिले हुँदै हुनुहुन्न। यहाँहरूलाई म अप्सन दिन्छु। यहाँनिर एउटा प्लास्टिकको झोला छ जुन
वेस्ट मेटेरियलले भरिएको छ, फोहोरहरूले भरिएको छ, घरको चाहिँ कचराहरूले भरिएको छ र एउटा फुलको बिरुवा छ। लिनुहोस् त कसले के लिनुहुन्छ लेख्नुहोस् त यहाँ। कसैले फुलको बिरुवा लिनुहोस् र कसैले चाहिँ प्लास्टिकको कचरा लिनुहोस्। म यो यहाँहरूको अहिलेको अहिले म एउटा एक्सपेरिमेन्ट गर्न चाहन्छु। लिनुहोस् त, लेख्नुहोस् त यहाँ कसले के लिनुभयो लेख्नुहोस् त, च्याटमा लेख्नुहोस् त। कसले फुलको बिरुवा लिनुभयो, कसले चाहिँ प्लास्टिकको झोला लिनुभयो, लिनुहोस् त। फ्लावर फ्लावर फुल, अरू अरू भन्नुहोस् भन्नुहोस्। यहाँ सबैजनाले भन्नुहोस् त। 54 जना जोडिनु भएको छ, म बाहेक 53 जना हुनुहुन्छ। प्लास्टिकको ब्याग, एकजनाले प्लास्टिक ब्याग, रूपक सरले प्लास्टिक ब्याग लिनु भएको छ। फ्लावर 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 फ्लावर, प्लास्टिक ब्याग, प्रजुसरले प्लास्टिक ब्याग लिनु भएको छ। लिनुहोस् त तपाईँहरूले प्लास्टिक ब्याग लिनुहोस्, एकजनाले फ्लावरको बिरुवा लिनुहोस्। यो प्र्याक्टिकल्ली म तपाईँलाई अहिले बताउँछु, अहिले बताउँछु। तपाईँको माइन्डसेट कस्तो हुँदा कहाँ जानुहुन्छ भन्ने कुरा अहिले म बताइदिन्छु। फ्लावर 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 फ्लावर, प्लास्टिक ब्याग र फ्लावर बढी लिनु भएको छ सबैले, किनभने सुन्दर चिज मन पराउनुहुन्छ सबैले। ब्याग लिनु भएको छ, बलुवार सरले ब्याग लिनु भएको छ। ल अब म यहाँ तपाईँहरूलाई एउटा दृश्य देखाउँछु। यो दृश्यमा अब भन्नुहोस्, एक साइडमा बगैँचा छ, एक साइडमा फोहोरको थुप्रो छ। फुलको बिरुवा लिने मान्छे तपाईँ कहाँ जानुहुन्छ ल भन्नुहोस् त। तपाईँको हातमा जसको फुलको बिरुवा छ तपाईँ कहाँ जानुहुन्छ? तपाईँ फोहोरको थुप्रोमा जानुहुन्छ। जसको हातमा फुलको बिरुवा छ तपाईँ फोहोरको थुप्रोमा जानुहुन्छ। तपाईँ पक्कै पनि तपाईँ बगैँचामा जानुहुन्छ। जसको हातमा प्लास्टिकको ब्याग छ तपाईँ कहाँ जानुहुन्छ? म थोरै समयको लागि यो अनम्युट गरिदिन्छु, अनम्युटको लागि अथोरिटी दिन्छु है। एकचोटि अनम्युट गरेर भन्नुहोस् त यहाँहरूले, तपाईँहरू आफैले अनम्युट गर्न सक्नुहुन्छ। प्लास्टिकको ब्याग हुने मान्छे जसले प्लास्टिकको ब्याग चुज गर्नु भएको छ तपाईँ कहाँ जानुहुन्छ? ल म्याडमले अनम्युट गर्नुभयो, भन्नुहोस् त तपाईँ कहाँ जानुहुन्छ? अब प्लास्टिकको ब्याग तपाईँसँग छ भने तपाईँले फुलको बिरुवा चुज गर्नुभयो कि प्लास्टिकको ब्याग चुज गर्नुभयो? फुलको बिरुवा फुलको बिरुवा। अब तपाईँ कहाँ जानुहुन्छ ल भन्नुहोस्? बगैँचामा। पक्कै पनि बगैँचामा। तपाईँ बगैँचातिर जानुहुन्छ। तपाईँको माइन्डले कहाँ लान्छ? बगैँचा, म जाने ठाउँ चाहिँ बगैँचा हो भनेर लान्छ, किनभने तपाईँको हातमा फुलको बिरुवा छ। अब प्लास्टिकको ब्याग जसले लिनु भएको छ तपाईँ कहाँ जानुहुन्छ भन्नुहोस् त? डस्टबिन। फोहोरको थुप्रोमा जानुहुन्छ, किनभने तपाईँलाई थाहा हुन्छ कि प्लास्टिकको ब्याग फ्याँक्ने ठाउँ यो हो, यो प्लास्टिकको ब्याग यहीँ जानुपर्छ भन्ने तपाईँलाई थाहा हुन्छ, र फुलको बिरुवा जोसँग छ फुलको बिरुवा यहाँ चाहिँ लानुपर्छ भन्ने थाहा हुन्छ। सम्झिनुहोस्, यो फुलको बिरुवा र तपाईँको प्लास्टिकको ब्याग तपाईँको माइन्ड हो, तपाईँको ब्रेन हो। त्यो यदि ब्रेनमा तपाईँ कचरा भरिएको छ भने के हुन्छ? त्यसले कचरा नै एट्र्याक्सन गर्छ। तपाईँको ब्रेनमा तपाईँ झगडा 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 सोच्नु भएको छ भने घरमा पनि झगडा पर्छ, साथीभाइमा पनि झगडा पर्छ, बजारमा गए बजारमा झगडा पर्छ, तपाईँ पसलमा गए पसलवालासँग झगडा पर्छ, तपाईँ जहाँ जानुहोस् त्यहीँ झगडा पर्छ। यदि तपाईँ झगडा सोच्नुभयो भने तपाईँले साथी बनाउने सोचेको दिन त्यो जहाँ पनि जाँदा नयाँ साथीहरू भेटिरहेको हुन्छ। ब्रह्माण्डमा यस्तो खालको शक्ति छ, तपाईँको ब्रेनले जे सोच्यो त्यो तपाईँको अगाडि ल्याइदिन्छ। तपाईँको ब्रेनमा जे सोच्नुभयो, जे राख्नुभयो, जे भर्नुभयो त्यो त्यही ठाउँमा पुग्छ। अब भन्नुहोस् त, आजसम्म जति सफलता प्राप्त गरेको मान्छेहरू छ उनीहरूले, एलन मस्कले जुन मंगल ग्रहमा स्पेसशिप कतिवटा पठाइसक्यो, उसले माछा मार्ने बल्छी सोचेर उसले मंगल ग्रहमा स्पेसशिप पठाएको हो र? ढुङ्गाको कल्पना गरेर चाहिँ ऊ स्पेसशिपमा जहाज पठाउन सफल, यान पठाउन सफल भएको हो र? होइन नि। उसले त्यही कुरा सोचे जुन उसले पुर्याउन चाहन्थ्यो। तपाईँ हामीले के सोच्ने भन्नुहोस् त ल। अब तपाईँ हामीले, म सबैलाई आग्रह गर्छु कमसे कम महिनाको 1 करोड कमाउनु छ भन्ने कुरा सोच्नुहोस्। तपाईँ मलाई भन्नु होला पागल छ यो त, कस्तो पागल कुरा गरेको, फटा कुरा गरेको, बौला कुरा गरेको, गफाडी रहेछ भन्नुलाई। भन्नुहोस्, मलाई एउटा कुरा थाहा छ, महिनाको 1 करोड आज म सामान्य इन्कम गरिरहेको मान्छेले आजको आज नपुग्ला, आजको आज नपाउला, तर मैले मेरो माइन्डसेटमा सधैँ महिनाको 1 करोड कमाउनु छ भनेर राखिरहे भने एक दिन न एक दिन त्यो पुगेरै छोड्छ। एकै दिनमा दुनियाँ परिवर्तन हुँदैन, तर एक दिन दुनियाँ परिवर्तन भएरै छाड्छ। एकै दिनमा तपाईँलाई महिनाको 1 करोड भ्याट्टै आजको भोलि प्राप्त हुँदैन, तर एक दिन न एक दिन तपाईँले यो सोचेकै निरन्तर यसलाई माइन्डमा राखेकै त्यो अनुसार बाटो खोजेको तपाईँले माइन्डमा राख्नुहोस् मात्रै, तपाईँको माइन्डले अटोमेटिक खोज्न थाल्छ, तपाईँलाई चाहिँ झकझक्याउन थाल्छ। तपाईँलाई महिनाको 1 करोड कमाउनु छ भनेर चाहिँ झकझक्याउन थाल्छ। अब यो जुन मैले एउटा फुलको बिरुवा र प्लास्टिकको झोलासँग कम्पेरिजन गरेर मेरो माइन्डले, हाम्रो माइन्डसेटलाई जोडे, यो हाम्रो माइन्डसेट हो। तपाईँको माइन्डमा फुलको बिरुवा राख्ने अथवा चाहिँ प्लास्टिकको झोला राख्ने तपाईँको हातमा छ। त्यहीँबाट थाहा हुन्छ कि तपाईँ कहाँ पुग्नुहुन्छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ। र अर्को विषय छ, हामी धेरै समय सानो सानो कुरामा अरूलाई कम्प्लेन गरेर हाम्रो दिन बिताउँछ। कहिले म्यानेजरले यसो गरेन, कहिले अपलाइनरले यसो गरेन, कहिले बिमितले यसो गरेन, कहिले कम्पनीले यसो गरेन, कहिले कम्पनीको बोनस नराम्रो, कहिले चाहिँ पोलिसी नराम्रो, कहिले फलानुले मेरो सीमा मिच्यो, कहिले के गर्यो, कहिले के गर्यो। साथीहरू, र धेरै समय हाम्रो धेरै जीवनका हिस्साहरू चाहिँ हामी कम्प्लेन गरेर चाहिँ हामी दिन बिताउँछौँ। तपाईँलाई एउटा कुरा भनौँ, कम्प्लेन गर्ने मान्छेले क्रिएट गर्न सक्दैन। यो फुलको बिरुवा र ब्यागसँग रिलेटेड छ, हाम्रो माइन्डसेटसँग रिलेटेड छ। जसले पुरा जीवन नै कम्प्लेनमै, अर्काकै कम्प्लेन मात्रै गरेर बिताउँछ भनेदेखि त्यो मान्छेले क्रिएट गर्न सक्दैन, नयाँ सृजना गर्नै सक्दैन। कम्प्लेनर नेभर क्यान क्रिएट, कम्प्लेनर नेभर क्यान क्रिएट, क्रिएटर नेभर कम्प्लेन। सर्जकहरूले सृजना गर्ने मान्छेले अर्का कम्प्लेन गरेर बस्दैन, उसलाई त्यो फुर्सद हुँदैन। कम्प्लेन गर्ने मान्छेले कहिले पनि नयाँ कुरा सृजना गर्न सक्दैन, किनभने उसको सारा शक्ति, सारा इफोर्ट, सारा मनोस्थिति, मस्तिष्कमा यस्तो आइडियाहरू उसले खोजिरहेछ, उसको
तपाईको कम्प्लेन कसरी गरौँ? जसले अर्काको कम्प्लेन गर्नको लागि आफ्नो सारा शक्ति, आफ्नो ऊर्जा, इनर्जी, ज्ञान, बुद्धि, विवेक प्रयोग गरिरहेछ भने उसले ग्रोथको विषयमा कहिले सोच्छ? ग्रोथको विषयमा सोच्नै सक्दैन। ऊ अपाहिज हो। उसको मेन्टालिटी अपाङ्ग भइरहेको छ। र यदि तपाईहरुलाई पनि धेरै मान्छेहरूले कहिलेकाहीँ कम्प्लेन गरिरहेको हुन्छ, क्रिटिसाइज गरिरहेको हुन्छ। क्रिटिसाइज किन गर्छ म तपाईलाई बताउँछु। यु विल बी क्रिटिसाइज्ड बाइ दोज पिपल हु अनेबल टु ग्रो मोर देन यु। तपाई त्यस्तो व्यक्तिबाट क्रिटिसाइज हुनुहुन्छ जो चाहिँ तपाईले जति प्रगति गर्न सकेको हुँदैन। तपाई त्यस्तो व्यक्तिबाट कहिले पनि क्रिटिसाइज हुनुहुन्न जो तपाईभन्दा धेरै माथि प्रगति गरिरहेछ। जसले तपाईको बराबरमा क्रिटिसाइज के रे प्रगति गर्न सकिरहेको छैन, तपाईले भन्दा कम प्रगति गरिरहेको छ, त्यो मान्छेले तपाईको क्रिटिसाइज गर्छ। तपाईभन्दा माथिका लेभलका मान्छेले तपाईको क्रिटिसाइज गर्दैन। त्यसले गर्दा यदि तपाईलाई कसैले क्रिटिसाइज गरिरहेको रहेछ, कम्प्लेन गरिरहेको छ भनेदेखि तपाई बुझ्नुस् कि यो मान्छे मभन्दा कमजोर मान्छे हो, त्यसले गर्दाखेरि अरूको क्रिटिसाइज गरिरहेको छ। त्यसको सट्टामा अब के गर्ने? कम्प्लेन गर्नको सट्टा हामी धेरै समय कम्प्लेन गरेर बिताउँछौँ। कम्प्लेन गर्नको सट्टा यसको सबैभन्दा राम्रो मूल मन्त्र छ ग्र्याटिट्युड गर्नुस्, धन्यवाद दिनुस्। मैले हिजो पनि गरेँ, अघि सुरुमै पनि गरेँ। तपाईलाई कसैले धन्यवाद दिँदाखेरि तपाईमा कस्तो खालको फिलिङ आउँछ? तपाईले कसैलाई धन्यवाद दिँदा तपाईलाई कस्तो खालको फिलिङ आउँछ? हरेक कुरामा धन्यवाद दिनुस्। तपाईले प्राप्त गर्नुभएको हरेक धेरैवटा विषयवस्तु छ, त्यो विषयवस्तुहरुमा तपाईले धन्यवाद दिनुस्। धन्यवाद दिन जरुरी छ। ग्र्याटिट्युड गर्न जरुरी छ। धन्यवाद दिनुस्, हरेक पक्षलाई धन्यवाद दिनुस्। तपाईको मस्तिष्कमा अर्काको कम्प्लेन गर्ने कुरा आउँदै आउँदैन। जब तपाई धन्यवाद 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 दिन थाल्नुहुन्छ, तपाईको मस्तिष्कमा अर्काको कम्प्लेन, अर्काको क्रिटिसाइज, अर्काको खण्डीकरण, अर्काको चाहिँ ब्याकबाइटिङ गर्ने सोच आउँदै आउँदैन। थ्यांक यू थ्यांक यू थ्यांक यू। तपाईको आत्मा सधैँ शान्त भएर बसिरहन्छ। र जब आत्मा मस्तिष्क शान्त हुन्छ तब बल्ल तपाईको माइन्ड आकाशमा उड्छ, खुल्ला भएर उड्छ र तपाई माइन्डले ठूलो ठूलो कुरा सोच्न सक्षम हुन्छ। मैले अघि पनि भने कम्प्लेनर नेभर क्यान क्रिएट, क्रिएटर नेभर कम्प्लेन। कम्प्लेनरले कहिले पनि नयाँ कुरा सृजना गर्न सक्दैन, उ सर्जक बन्न सक्दैन। जो क्रिएटर हुन्छ, सर्जक हुन्छ, उसले अर्का कम्प्लेन गरेर बस्दैन। एउटा महत्त्वपूर्ण विषय छ। तपाई आफ्नो सर्कल कस्तो बनाउने? कम्प्लेन गर्ने मान्छेहरुको बीचमा बसेर बनाउने कि तपाई आफू पनि कम्प्लेनर बन्ने कि र सर्जकहरुको बीचमा बसेर बनाउने? एउटा ध्रुव सत्य कुरा छ। 5 जना जोगीको बीचमा बस्नुभयो भने तपाई 6ठौं जोगी तपाई हो। 5 जना भिखारीको बीचमा बस्नुभयो भने तपाई 6ठौं भिखारी हो। 5 जना गायकको साथमा बस्नु भने 6ठौं गायक तपाई हो। 5 जना वैज्ञानिकको साथमा बस्नु भने 6ठौं वैज्ञानिक तपाई हो। 5 जना उद्योगपतिको साथमा बस्नु भने 6ठौं उद्योगपति तपाई हो। तपाईले आफ्नो सर्कल चुज गर्न जरुरी छ, किनभने सर्कल अफ द टक्सिक पिपल, यदि टक्सिक पिपल, विषादीले भरिएको पिपल, नकारात्मक विचारले भरिएको पिपल, गलत मानसिकताले भरिएको पिपल मान्छेहरुको बीचमा बस्नुभयो भने त्यो भनेको क्यान्सर भन्दा डेन्जर हो। टक्सिक पिपल आर लाइक अ क्यान्सर। जो टक्सिक पिपलहरु हुन्छ, विषादीले विचारले भरिएको व्यक्तिहरु हुन्छ, त्यो व्यक्ति भनेको क्यान्सर भन्दा डेन्जर हो। तपाईलाई कहिले पनि अगाडि बढ्न दिदैन, तपाईलाई कहिले पनि हौसला दिदैन। हरेक कुरामा उसले समस्या देख्छ, हरेक कुरामा उसले नेगेटिभ कुरा देख्छ, किनभने उसको मस्तिष्कमा यो एक पाउको डल्लामा, पुरै डल्लामा गलत विचारले मात्रै भरिएको हुन्छ। तपाईले हेर्नु होला मेरो विज्ञापनको भिडियो, मैले जुन यो एडभर्टाइजिङ गरेको थिएँ, बुस्टिङ गरेको थिएँ, त्यो भिडियोमा केही साथीहरुले यस्तो नकारात्मक सन्देश, नकारात्मक कमेन्ट गर्नु भएको छ। मलाई थाहा छ उहाँहरुको दिमागमा के चलिरहेको छ, कुन माइन्डसेटको मान्छे हो जसको कारणले गर्दा यो नेगेटिभ कमेन्ट गर्दै हुनुहुन्छ। यो कुरा मलाई थाहा छ, जसले गर्दा त्यो कुरामा मैले वास्तै गरेको छैन। कति हजार भन्दा बढी कमेन्ट, लाइक एन्ड कमेन्ट आएको छ। त्यसमा केही पर्सेन्ट मान्छेहरु नेगेटिभ कमेन्ट हुन्छ भनेदेखि हजारौं मान्छेहरु चाहिँ पोजिटिभ कमेन्टमा हुनुहुन्छ। म त हजारौं मान्छेको पक्षमा छु नि। त्यसले गर्दाखेरि टक्सिक पिपलको सर्कल तपाईले त्याग्नु पर्छ। तपाईलाई एउटा घटना बताउन चाहन्छु म, एउटा एक्सपेरिमेन्ट। चिलले पानी पर्यो भनेदेखि पानी पर्ने बादल भन्दा माथि उड्छ। यो कुरा यहाँहरुले धेरै ठाउँ सुन्नु भएको होला, थाहा पनि छ यहाँहरुलाई। चिल जुन हुन्छ, इगल, उ चाहिँ पानी पर्यो भनेदेखि पानी पर्ने जुन बादल छ त्यो बादल भन्दा माथि जान्छ। अन्य सम्पूर्ण चराहरु के गर्छ? उनले चाहिँ गुण खोज्छ, लुक्छ, आफूलाई बचाउन चाहन्छ। र चिल मात्र यस्तो एउटा पंक्षी हो जसले चाहिँ आफ्नो समस्यालाई अवसरको रूपमा हेरेर आकाश भन्दा, त्यो बादल भन्दा माथि खुल्ला ठाउँमा गएर सननननननन उड्छ। यदि तपाईको वरिपरिको सर्कल चाहिँ त्यो साना साना चराहरु जस्तो छ भनेदेखि त्यो सर्कल छोड्दिनुस्, त्याग्दिनुस्। त्यो सर्कलले तपाईलाई आजसम्म 2 पैसा दिएन, भोलि पनि केही दिनेवाला छैन। तपाईको खुट्टामा सधैँ बन्चौरले काटिरहन्छ, ब्लेड लिएर स्वार तपाईको हिँड्ने खुट्टाहरु काटिरहन्छ, तपाईको मनस्थितिहरु काटिरहन्छ, तपाईको विचारहरु काटिरहन्छ, तपाईको हौसलाहरु काटिरहन्छ, हौसलामा प्वाल पारिरहन्छ। टायरको पम्चरलाई काठीले पम्चर बनाएको जस्तै तपाईको विचार, तपाईको हौसला, तपाईको नयाँ जोश र जाँगरले पम्चर पारिरहन्छ, काठीले घोचिरहन्छ। त्यो सर्कल तपाईले त्याग्नुस्। जबसम्म यो सर्कल त्यागिँदैन, तपाई आज होसिएर घरबाट निस्किनुहुन्छ, म त आज यति जना मान्छेलाई भेटेरै छोड्छु, यति जना मान्छेलाई चाहिँ म मिटिङ गरेरै छोड्छु भनेर निस्किनुहुन्छ। बाटोमा एउटा टक्सिक मान्छे भेट्नुहुन्छ, टक्सिक पिपल भेट्नुहुन्छ, बट यस्तो पनि गर्ने काम हो, तपाईलाई 100% एनर्जी डाउन गरिदिन्छ।
ए हो त नि फल्नाले भने त फल्नाले यस्तो भन्यो ममा त खासमा यस्तो क्षमता छैन त किन म हौसेको होला भनेर फनक्क फर्केर आउने घरमा आएर थन्किने किन भन्दाखेरि त्यो टक्सिक पिपुलले त्यो विषादीले सर्पको विष जस्तो विष भएको मान्छेले तपाईँको मस्तिष्कमा विष हालिदिइसक्यो जबसम्म तपाईँले एन्टिडोट खानुहुन्न तबसम्म त्यो विष निको हुँदैन र विश्वास र कानबाट छिरेको कुरा दुनियाँमा हरेक चिजको औषधि छ हरेक चिजको औषधि छ यो यहाँबाट जे छिर्छ नि यो हाम्रो टाउको 1 2 3 4 5 6 6 7 वटा पाल मध्ये यो दुईटा पाल छ यो टाउको साइडमा दुईटा पाल छ यो पालबाट छिरेको चिजको केही पनि औषधि छैन हरेक चिजको औषधि छ संसारमा यो कानबाट छिरेको चिजको औषधि छैन तपाईलाई यदि कानबाट नेगेटिभ कुरा कसैले छिराइदियो भने त्यसलाई पोजिटिभ बनाउन तपाईलाई वर्षौं लाग्छ त्यसले गर्दा त्यो सर्कल तपाईले चेन्ज गर्न जरुरी छ आज सम्म तपाईले सफलताको शिखरमा नपुग्नुको 99% कारण यही छ कि तपाईलाई हरेक पटक मारिन्छ हरेक पटक तपाईलाई पम्पचर बनाइन्छ हरेक पटक तपाईलाई घोचिन्छ हरेक पटक तपाईको चाहिँ शरीरका अङ्गबाट रगत त्यतिकै बगाइदिन्छ जसको कारण गर्दा तपाईमा ऊर्जा कहिले पनि आउँदैन यो सर्कल चेन्ज गर्न जरुरी छ जबसम्म यो सर्कल चेन्ज हुँदैन तबसम्म तपाईको प्रगति बिट मरिरहन्छ सधैँ तपाई रुइरहनुहुन्छ हरेक सानो सानो इच्छाहरू पूरा गर्न पनि तपाई रुइरहनुहुन्छ तपाईको साना साना आवश्यकताहरू साना साना चाहनाहरू पनि मरिरहन्छ यहाँनेरि 4 व्हीलर गाडी कतिजनाले चढ्नु भएको छ यस लेख्नुस् त म लेख्नुस् त आई लेख्नुस् त यसको कारण के हो भने आजसम्म तपाईले त्यो चीज ब्रेनमा राख्नु नै भएन मलाई 4 व्हीलर चढ्नु छ मेरो क्षमताको विषय हो यस इमानदारी पूर्वक लेख्नु भएको छैन भनेर तर तपाईलाई इच्छा त छ नि म पनि 4 व्हीलर गाडी चढौं मेरो पनि रहर छ मेरो पनि फ्यामिलीलाई चाहिँ मेरो आफ्नो 4 व्हीलर गाडीमा सुरक्षितसँग लिएर हिँडौं भन्ने इच्छा त छ नि सबैजनासँग छ नि यो इच्छा चाहना किन प्राप्त भएको छैन त भन्दाखेरि तपाईको कहीं न कहीं यो चीज बाधक भइरहेको छ तपाईको सर्कल बाधक भइरहेको छ तपाई साथी संगत बाधक भइरहेको छ तपाईको विचारहरूलाई पटक पटक हत्या गरिएको छ यो चीज चेन्ज हुन जरुरी छ जबसम्म तपाईको थट्स तपाईको थिंकिङ प्याटर्न जबसम्म तपाईको सर्कल चेन्ज हुँदैन तपाईको कुनै पनि एचिभमेन्ट चेन्ज हुनेवाला छैन 100% कुनै पनि एचिभमेन्ट चेन्ज हुनेवाला छैन जब तपाईले मस्तिष्कमा फुल रुपी गाडीलाई राख्नुहुन्छ मस्तिष्कमा फुल रुपी बंगलो राख्नुहुन्छ मस्तिष्कमा फुल रुपी करोडौं रुपैयाँ ब्यालेन्स चाहिँ बैंक ब्यालेन्स राख्नुहुन्छ मस्तिष्कमा तपाईको छोराछोरीले एमबीबीएस एमडी डीएम पढ्दै गरेको राख्नुहुन्छ अनि मात्र तपाईको सारा कायनात तपाईको सफलता तपाईलाई सफल पार्नका निम्ति लागि पर्छ कायनात पल्टिन्छ तपाईलाई सफल पार्नका निम्ति यदि तपाईले यो कुरा राख्नु भएन भने तपाईलाई वरिपरिको मान्छे काफी छ तपाईलाई असफल पार्न साथीहरु यदि बिहान बिहान दूध खाने एक गिलास दूध खाने आदत लगाउनु भएको छैन भने रक्सी खाने आदत लगाउनु पर्दैन त्यो अटोमेटिक लाग्छ तपाई उकालो चढिरहेको गाडीलाई एक नम्बर गियरले अगाडि लगाउनु हुन्न भने ब्याक गियर लगाउनु पर्दैन ओह्रालो आफै झर्छ अटोमेटिक व्यवस्था छ त्यसको त्यसले गर्दा तपाई सफलताको विषयमा सोच्नु हुन्न तपाई प्राप्तिको विषयमा सोच्नु हुन्न तपाई चाहिँ उन्नतिको विषयमा सोच्नु हुन्न भनेदेखि तपाई असफलताको विषयमा सोच्नै पर्दैन अटोमेटिक असफल भइसक्नुभयो त्यसको अटोमेटिक व्यवस्था छ किनभने डिसिजन नलिनु पनि एउटा डिसिजन हो डिसिजन नलिनु पनि अटोमेटिक डिसिजन हो त्यो तपाई उकालो चढ्ने विषयमा सोच्नुहुन्न भनेदेखि ओह्रालो झर्ने विषयमा तपाई सोच्नै पर्दैन अटोमेटिक तपाई गुल्टी हाल्नुहुन्छ महिनामा 1 करोड कमाउने विषयमा सोच्नुहुन्न भनेदेखि तपाई नकमाउने विषयमा सोच्नै पर्दैन तपाई खाता सधैँ खाली नै हो अब तपाई के सोच्ने तपाई आफ्नो हातमा छ र म यहाँलाई एउटा ध्रुव सत्य कुरा सुनाऊ हरेक एनर्जी तपाई नेगेटिभिटी सोच्नुस् तपाई पोजिटिभिटी सोच्नुस् तपाई राइट सोच्नुस् तपाई रङ सोच्नुस् तपाई उन्नति सोच्नुस् तपाई अवन्नति सोच्नुस् असफलता सोच्नुस् तपाई रुने कुरा सोच्नुस् तपाई हाँस्ने कुरा सोच्नुस् तपाई खुसी हुने कुरा सोच्नुस् तपाई दुखी हुने कुरा सोच्नुस् तपाईलाई शक्ति उति नै चाहिन्छ तपाईलाई शक्ति उति नै चाहिन्छ तपाई रुनको लागि पनि त्यति नै शक्ति चाहिन्छ जति हाँस्नको लागि चाहिन्छ तपाईलाई हाँस्नको लागि पनि त्यति नै शक्ति चाहिन्छ जति रुनको लागि चाहिन्छ किनभने यो 1 लिटरको बोतल हो 1 लिटरको बोतलमा पानी भर्न सफा पानी पनि 1 लिटर नै चाहिन्छ भने यसलाई खराब पानीले भर्नु पर्यो भने पनि 1 लिटर नै चाहिन्छ यो भरिनको लागि तपाई नेगेटिभ बन्नको लागि जति पोजिटिभ बन्नको लागि एनर्जी चाहिन्छ त्यति नै एनर्जी तपाईको खर्च भइरा आउँछ त्यहाँ नेगेटिभ बन्नको लागि त्यति नै थिंकिङ प्याटर्न तपाईको टाउको दुखिरहेको हुन्छ नेगेटिभ बन्नको लागि त्यो कुरालाई पोजिटिभ बन्ने कुरामा हामी किन प्रयोग नगर्ने तपाईको हातमा छ यो बोतलमा तपाई सफा पानी भरेर सारा जीवनलाई चाहिँ सुन्दर बनाउने शीतलता दिने या खराब विषादी भरेर सारा संसारलाई मार्ने समान उति नै चाहिन्छ 1 लिटर नै चाहिन्छ त्यो होइन कि नेगेटिभ बन्नलाई 1 पाउ चाहिन्छ 250 ml चाहिन्छ अथवा चाहिँ पोजिटिभ बन्नलाई 750 ml चाहिन्छ त्यस्तो होइन बराबरी चाहिन्छ बराबरी तपाई हाँस्दाखेरि पनि फोक्सो फुल्लिएर चाहिँ आएको हुन्छ भने गुवा गुवा रुँदाखेरि पनि फोक्सो फुल्लिएर आएको हुन्छ खुक खुक आएको हुन्छ भित्रबाट हाँस्नु पोजिटिभ एनर्जी हो भने रुनु नेगेटिभ एनर्जी हो इक्वली एनर्जी खर्च भइरहेको हुन्छ त्यहाँ त्यसले गर्दाखेरि हामीले हामीसँग भएको ऊर्जालाई अलवेज 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 1 सेकेन्ड पनि नछोडिकन अलवेज
पोजिटिभ राख्न जरुरी छ, पोजिटिभ विषयमा सोच्नुपर्ने जरुरी छ र यस्तो सपना कुनै सपना छैन जुन पूरा हुन सक्दैन साथीहरू। दुनियाँमा यस्तो कुनै सपनै छैन कि जुन पूरा हुन सक्दैन। कुनै पनि सपना छैन यस्तो जुन पूरा हुन नसक्ने सपना। के छ बताउनुस् त? कुनै यस्तो सपना छ जुन पूरा हुन सक्दैन? यदि पूरा हुन सक्दैन भने तपाईलाई लाग्छ भनेदेखि तपाईले त्यो पूरा गर्ने विषयमा सोच्नु भएन। यदि तपाईलाई लाग्दैछ यो मेरो सम्भावनाको कुरा होइन, के अरे असम्भव छ भन्ने लाग्छ भनेदेखि यो तपाईको थिंकिङ प्याटर्न अहिलेसम्म चेन्ज भएको छैन। दुनियाँमा यस्तो कुनै पनि चिज छैन जुन सम्भव हुँदैन, किनभने हामी हरेक एक व्यक्ति के को लागि जन्मेका छौं भन्नुस् त? हामी हरेक एक व्यक्ति के को लागि जन्मेका छौं? म यहाँहरुलाई यो अनम्युट गरिदिन्छु र भन्नुस् त, हामी हरेक एक व्यक्ति सफल हुनका लागि, जित्नका लागि जन्मेका छौं। हामी कोही पनि हार्नको लागि जन्मेका छैनौं। हामी कसैलाई पनि हार स्वीकार छैन। हामी कसैलाई पनि हार स्वीकार छैन। हामी कसैलाई पनि असफलता स्वीकार छैन। हामी एक व्यक्ति जित्नको लागि जन्मेका हौं। हामी लाइफमा केही न केही गर्नेको लागि जन्मेका हौं। केही न केहीमा त फेरि नेगेटिभ कुरा पनि आउँछ नि। जित्नको लागि जन्मेका हौं। हामी जित्नको लागि जन्मेका हौं। हाम्रो जन्म नै जित हो। हजारौं बच्चाहरू जन्मिँदाखेरि मरेर जन्मिन्छ। हामी जीवित जन्म्यौं, यो जीवित जन्मिनु नै जित हो। त्यसले गर्दा हामीले जित्नको लागि जन्मेको। त्यसैले हामी एकपल्ट सबैजनाले भनौं त, एकचोटी सबैजनाले अनम्युट गर्नुस् त। I am the best. I am the best. I am the best. सबैजनाले भन्नुस् त एकचोटी। I I am the am the best. best. I am the best. I am the best. I am the I best. am the best. I am the best. I am the best. म कुनै पनि कारणले म कमजोर छैन। म सबैभन्दा उत्कृष्ट छु। म जित्नको लागि जन्मेको। हाम्रो हरेक कदम, हाम्रो हरेक इच्छा, हाम्रो हरेक स्टेप चाहिँ जित्नको लागि हामी स्टेप चाल्ने छौं। हाम्रो हरेक स्टेप जित्नको लागि हुन्छ। किनभने संसारमा म उत्कृष्ट छु। हामीसँग कुनै त्यस्तो तत्त्व छैन कि जुन हामीलाई असफल बनाओस्। हामीसँग कुनै त्यस्तो खालको शक्ति छैन जसले चाहिँ हामीलाई असफल पारोस्। हामी जित्नको लागि जन्मेका हौं। I am the best. 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 Win. I am the best. जो अफर्मेसन हामी रिपिट गरौँ। I am the best. I am the best. I am the best. I born to win. I am the best. जितको लागि भएको। म जित्नको लागि जन्मेको हुँ। म जित्नको लागि जन्मेको हुँ। I am the best. I am the best. सबैजनाले भन्नुस् I am the best. I am the best. I am the best. I am the best. म छु भनेर भन्नुस्। उत्कृष्ट, दुनियाँमा उत्कृष्ट कोही छ भनेदेखि त्यो म छु भनेर भन्नुस्। I am the best. I am the best. I born to win. म I जित्नको लागि जन्मेको हुँ। म जित्नको लागि जन्मेको हुँ। I am the best. I am the best. I am म the best. जित्नको लागि जन्मेको हुँ। म जित्नको लागि मेरो जन्मेको जन्म नै जितको लागि भएको। मेरो जन्म नै जित हो। मेरो जन्म जितको लागि भएको। I am the best. मसँग यस्तो कुनै चिज छैन जो म प्राप्त गर्न सक्दिन। संसारमा यस्तो कुनै, दुनियाँमा यस्तो कुनै चिज छैन जुन तपाईँ प्राप्त गर्न सक्नुहुन्न। संसारमा कुनै एउटा यस्तो चिज देखाउनुस् त तपाईँ प्राप्त गर्न सक्नुहुन्न। हरेक चिज तपाईको लागि बनेको छ। जुन चिज जसले बनाउँछ उसले प्रयोग गर्दैन, तपाईको लागि बनेको छ। शोरूममा रहेका करोडौं गाडीहरू तपाईका लागि हुन्। बैंकमा थन्केर बसेका करोडौं पैसा तपाईका लागि हुन्। संसारमा बनेका उत्कृष्ट भन्दा उत्कृष्ट युनिभर्सिटीहरू तपाईको बालबच्चाको लागि हो। किनभने दुनियाँमा यस्तो कुनै थोक छैन, जुन कुनै सपना यस्तो छैन जुन तपाईँ जित्न सक्नुहुन्न, तपाईँ पाउन सक्नुहुन्न। हरेक चिज तपाईको लागि सम्भव छ। किनभने तपाईँ संसारको सबैभन्दा उत्कृष्ट मान्छे हुनुहुन्छ। तपाईँ संसारको सबैभन्दा बुद्धिमान मान्छे हुनुहुन्छ। तपाईँ संसारको सबैभन्दा ग्रेट पर्सन हुनुहुन्छ। आज हाम्रो समय निकै गइसकेको छ। त्यसले गर्दाखेरि आज एउटा सानो विषय मैले भोलिलाई सारेको छु। आज यहाँहरूले यो पेजमा लेख्नु होला, I am the best and I born to win. म संसारको उत्कृष्ट मान्छे हुँ र मेरो जन्म नै जित्नको लागि भएको भन्ने कुरा लेख्नुस्। र तपाईँ सुत्नुभन्दा अगाडि तीनटा कुरा भनिदिनुस्। त्यसलाई कतिचोटि सक्नुहुन्छ दोहोर्याउनुस् र सुत्नु होला र उठ्ने बित्तिकै पनि त्यो तीनटा कुरा भनिदिनुस् र दैनिकी सुरु गर्नु होला। सुत्ने बेलामा I am the best,
I born to win र दुनियामा यस्तो कुनै चिज छैन जुन म प्राप्त गर्न सक्दिनँ। I am the best. I want win. म उत्कृष्ट व्यक्ति हुँ। म उत्कृष्ट व्यक्ति हुँ। मेरो जन्म जित्नको लागि भएको हो। मेरो जन्म जित्नको लागि भएको। यस्तो कुनै चिज छैन, यस्तो कुनै सपना छैन जुन पूरा हुन सक्दैन। यस्तो कुनै चिज छैन, यस्तो कुनै सपना छैन जो हामीले पाउन सक्दैन। तीनटा कुरा गर्नु होला र हामी सर एकछिन आँखा बन्द गरेर I am the best, I am the best. I am the best, I born to win, I want to win. I born to win। मेरो जित जन्म नै जितको लागि भएको हो। I am born to win. I born to win. I born to स्क्रिनमा win. नि यार देखिरहनु भयो होला। I born to win, I born to win. I born to win. दुनियामा यस्तो सपना छैन जुन पूरा हुन सक्दैन। दुनियामा यस्तो कुनै सपना छैन जुन पूरा हुन सक्दैन। दुनियामा यस्तो दुनियामा यस्तो कुनै सपना छैन जुन पूरा हुन सक्दैन। कुनै सपना छैन जुन पूरा हुन सक्दैन। न उमेरले छेक्छ, न लिङ्गले छेक्छ, न भूगोलले छेक्छ, न पहाडले छेक्छ, न हिमालले छेक्छ, न तपाईँ देशको सिमानाले छेक्छ। दुनियामा यस्तो कुनै सपना छैन जुन तपाईँ पाउन सक्नुहुन्न। हरेक चिज तपाईँको लागि छ, हरेक थोक तपाईँको लागि छ। दुनियामा यस्तो कुनै सपनै छैन जुन तपाईँ पाउन सक्नुहुन्न। आजको विषयवस्तुलाई मैले यहीँ बिट मारेको छु। एउटा मेजर विषयवस्तु आज जोड्नु पर्ने थियो, त्यो मैले भुल्दै सारेँ। यतिखेर घडीमा कति हस्पिटलहरूमा मृत घोषणा गरिरहेका होलान् र ती आफन्तहरू मृत घोषणा सुन्ने बित्तिकै कति रुवाबासी चलिरहेको होला, कति घर परिवारमा यस्ता खालका सङ्कटहरू गुज्रिरहेको होला, कति चिताहरूमा चाहिँ त्यो चिता बनाउँदै होला घाटहरूमा। तर पनि हामी तपाईँ र म यति भाग्यमानी छौँ, यति चाहिँ हामी धन्यवादी छौँ कि हाम्रो सम्पूर्ण परिवार सदस्यदेखि लिएर तपाईँ र म आज यति आनन्दले यति नयाँ कुरा, थप कुरा, ऊर्जा, नयाँ उचाइका कुराहरू सिक्ने शान्ति हामीलाई मिलेको छ, अवसर मिलेको छ। यो सानो कुरा होइन। सर म्याडम, मेरो बिन्ती छ यो कुरालाई सानो रूपमा नलिनुहोस् र यो अवसर पाउनु भनेको यो दुनियाँको सबैभन्दा ठुलो सफलता हो। त्यसले गर्दाखेरि अब आउनुहोस्, हामी हाम्रो मातापिता जसले हामीलाई जन्म दिनुभयो, जसले हाम्रो अनुहार देख्ने बित्तिकै सबैभन्दा खुसी महसुस गर्नुहुन्छ, ह्याप्पिनेस महसुस गर्नुहुन्छ। हामी छोराछोरीलाई हाम्रो मातापिताले दुनियाँको सबैभन्दा ठुलो सम्पत्ति मान्नुहुन्छ। हिजो जन्मनुभन्दा पहिले जुन गर्भमा आयो, हामी आयौँ, त्यतिखेर नै आमाले के गर्नुभयो? आमा सबैभन्दा पहिलो खुसी हुने व्यक्ति। जब हामीलाई गर्भमा आएको आमाले थाहा पाउनुभयो, त्यतिखेर यति खुसी भएर कुदेर गएर बुवालाई सुनाउनुहुन्छ, म त आमा बन्नेवाला छु। बुवाको अनुहारमा हेर्नुहोस्, म पनि बाबा बन्नेवाला भएँ, वाउ। अनि फ्यामिलीमा त्यो कुरा सेयर हुन्छ, कति ह्याप्पी हुन्छ होइन। 9 महिनासम्म एक सेकेन्ड गनेर यो खुसीमा जन्म हामीलाई दिनुहुन्छ। दिइसकेपछि जन्मेको दिनदेखि लिएर आजसम्म निस्वार्थ तरिकाले हामीले मिठो बोलौँ, नमिठो बोलौँ, राम्रो गरौँ, नराम्रो गरौँ, हामीले कति पटक त हामीले हातमै दिसा पिसाब गरिदिउँ होला, ओछ्यानमा दिसा पिसाब गरिदिउँ होला, हामीले कति उपद्रवहरू गरिदिउँ होला, कति गल्ती कामहरू गरिदिउँ होला। ती गल्ती कामहरू सम्पूर्ण कामलाई बिर्सेर माता र पिता नै त्यस्ता खालका देवता हुन्, त्यस्ता खालका भगवान ईश्वर हुन्, जसले हामीलाई जे गरे पनि आफ्नो सन्तानले गरेको गल्तीलाई माफी गर्दै, गल्ती गरेको बेलामा पनि उहाँहरूको अनुहारमा खुसी नै प्रकट गर्दै आज हामीलाई यो ठाउँमा ल्याइदिनु भयो, ल्याइ पुर्याउनु भयो। सर्वप्रथम ती महान मातापिता, यहाँहरूको मातापिता, यहाँहरू जुन डायमन्डहरू जन्म दिनुभयो, हिराका टुक्राहरूलाई जन्म दिनुभयो, उहाँहरूलाई मेरो प्रणाम छ। मेरो मातापितालाई पनि प्रणाम छ। र यहाँहरूको गुरुहरू जति पनि हुनुहुन्छ, मेरो गुरु पनि जति पनि हुनुहुन्छ, सम्पूर्ण गुरुहरूलाई प्रणाम छ। र अदृश्य शक्ति यहाँहरूलाई जसरी हामीलाई यसरी सफलता तुल्याइरहनु भएको छ, दिइरहनु भएको छ, अप्रत्यक्ष रूपमा बसेर हामीलाई सहायता गरिरहनु भएको छ, त्यो अदृश्य शक्तिलाई प्रणाम छ। र साथीभाइ, इष्टमित्र जति पनि हाम्रा टेवाको रूपमा
केही नकारात्मक व्यक्ति हुन्छ भने सयौंको संख्यामा सकारात्मक व्यक्तिहरूको हुन्छ। ती सकारात्मक व्यक्तिको सकारात्मक ऊर्जा हाम्रो शरीरमा ट्रान्सफर हुन्छ, जसले गर्दा हामी सफल हुन्छौँ। ती सम्पूर्ण साथीहरूको निम्ति, इष्टमित्रहरूको निम्ति, यहाँहरूको ब्रान्च म्यानेजरहरूको निम्ति, यहाँहरूको लिडरको निम्ति, यहाँहरूको कम्पनीका सिइओहरूको निम्ति, डिपार्टमेन्ट हेडहरूको निम्ति र कम्पनी सञ्चालक कमिटीको निम्ति सबैलाई धन्यवाद छ। धन्यवाद, धन्यवाद, धन्यवाद। यहाँहरू सबैलाई धन्यवाद र म आफूले पनि आफैलाई धन्यवाद। र आज मेरो टिममा यो कार्यक्रम सञ्चालन गर्नका निम्ति यहीँ प्रत्यक्ष रूपमा यहीँ हलमै उपस्थित भएर सहायता गर्नुहुने मेरो अनुराग निरौला सर हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद। र जो यहाँहरूलाई सहायता गर्नुको निम्ति, यहाँसम्म जोड्नका निम्ति अहम भूमिका निर्वाह गर्ने धेरै साथीहरू हुनुहुन्छ, सबैजना धन्यवाद भन्दै अब मैले अघि भनेको अफर्मेसन, 3 वटा अफर्मेसन भोलि बिहान अहिले सुत्ने बेलामा दोहोऱ्याउनु होला। आई एम द बेस्ट, आई बर्न टु विन। र तपाईँलाई यो सेन्टेन्स आम होला, मैले नेपालीमा भने त्यस्तो कुनै सपना छैन जुन पुरा हुन सक्दैन। त्यो 3टा चिज दोहोऱ्याउनु होला र भोलि बिहान उठ्ने बित्तिकै यो कुरा दोहोऱ्याउनु होला र यहाँहरूले भोलिको सुनौलो दिनलाई सुरुवात गर्नु होला भन्दै यहाँहरूको यो समय शुभ रहोस्। भोलि बिहान भोलि फेरि हामी भेट्नेछौँ। भोलि नयाँ जोस, नयाँ सफलता, नयाँ विषयका साथ हामी भेट्नेछौँ भन्ने आशाका साथ यहाँहरूसँग जति भिडियो अनमा रहनु भएको छ, जति अफमा रहनु भएको छ, यहाँहरू सबैजनासँग बिदा माग्न चाहन्छु। शुभरात्रि, नमस्कार।